नमस्कार हजुर सम्पूर्णमा कामदार दैनिकको प्रस्तुति तथा हानपास रेमिटेन्सको प्रायोजनमा आयोजित हानपास टक सो अन्तर्गत उत्प्रेरणा कार्यक्रमको दोस्रो एपिसोडमा आज हामी नेपाली समाजमा लामो समयदेखि विभिन्न पदहरूमा रहेर आफ्नो अमूल्य योगदान दिनुभएका वरिष्ठ समाजसेवी सञ्जीव राईज्यूसँग छौँ र आज हामी उहाँसँग संवाद गर्दैछौँ। स्वागत छ सर हजुरलाई। हस्, धन्यवाद। मैले परिचयमा थोरै मात्र भने खासमा सञ्जीवजी चाहिँ कोरियामा लामो समयदेखि हुनुहुन्छ हैन, र अब कुन कुन पदमा भन्दाखेरि चाहिँ अब लिस्ट लामै हुन्छ, तर मुख्य रूपमा चाहिँ एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष, त्यसै गरिकन चाहिँ अध्यक्षमा पनि चुनाव लड्नु भएको होइन, र अब त्योभन्दा अगाडि पनि न्यू भिजनको त संस्थापक अध्यक्ष नै हुनुहुन्छ। हजुर हजुर। त्यसै गरिकन अब नेपालमा त अब विद्यार्थी राजनीतिमा लामो योगदान दिएर आउनुभएको र दक्षिण कोरियामा पनि आफ्नो आस्थाको पार्टीसँग चाहिँ निरन्तर रूपमा कटिबद्ध भएर एकदम माथिल्लो लेभलमा काम गरिरहनु भएको छ। र विशेष रूपमा चाहिँ आज हामी उहाँसँग दक्षिण कोरियामा रहेका वस्तुस्थितिको बारेमा, त्यसै गरिकन उहाँका आफ्ना व्यक्तिगत कुराहरूको बारेमा हामी छलफल गर्छौँ। र यो हाम्रो कार्यक्रम हानपास टक सो चाहिँ विशेष गरेर यो औपचारिक भन्दा पनि अनौपचारिक रूपमा, तर सञ्जीवजीले बाँच्नुभएको जीवनको कथाले गर्दाखेरि अरू धेरै हामीलाई हेरिरहनुभएका दर्शक महानुभावहरूलाई एउटा उत्प्रेरणा मिलोस् भन्ने अभिप्राय लियो कार्यक्रम हामीले कामदार दैनिकको प्रस्तुतिमा उत्प्रेरणा कार्यक्रमको हामीले दोस्रो भागलाई फेरि दोस्रो सिजनको रूपमा सुरुवात गरेका छौँ। र आज सञ्जीवजीलाई हामीले अतिथिको रूपमा निमन्त्रणा गर्न पाउँदा हामी धेरै खुसी पनि छौँ। फेरि हजुरलाई एकचोटि फेरि स्वागत गर्न चाहन्छु। एकदम मेरो तर्फबाट पनि यहाँहरू सिङ्गो टिमलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अनि सञ्जीवजी के छ, फुटबलको माहौल छ, सन्चै हुनुहुन्छ? म पनि विद्यार्थीकालदेखि नै खेलप्रति चाहिँ एकदमै रुचि राख्ने भएको हुनाले पनि अझ अहिले त अब यो फुटबलको महासङ्ग्राम भनिन्छ, अब विश्वकप भइरहेछ, राति नसुतेर भए पनि हेरिराखेकै छु। के छ तपाईँको कुन टिम चाहिँ तपाईँको? अहिले नै विशेष यही भन्ने त छैन, तर म पहिलेदेखि नै पोर्चुगलको चाहिँ सपोर्टर। हुन त अब नेपालको समर्थन गर्न पर्ने हो, तर अब नेपालको चाहिँ टिम त्यहाँ नपुगेको अवस्थामा छ अहिले। इन्डिभिजुअली व्यक्तिगत रूपमा चाहिँ म पोर्चुगलको समर्थक हुनुहुन्छ। तर पोर्चुगल त अहिलेसम्म एकचोटि नि वर्ल्ड कप जिते। वर्ल्ड कप त जितेको छैन, यसपालि जित्ने सम्भावना राखौँ। त्यो अब सञ्जीवजीले समर्थन गरिसकेपछि त्यो हुन पनि सक्ला, र हामीलाई हेरिरहनु भएको दर्शक महानुभावहरूले आफ्नो धेरै टिमहरूलाई समर्थन गरिराख्नु भएको पनि छ होइन। त्यो भएको कारणले गर्दाखेरि हामीले एउटा रमाइलोको लागि अथवा कुन मनपर्छ भन्ने कुराहरूमा रह्यो, तर सबैको आफ्नै समर्थन हुनसक्छ। र विशेष गरेर चाहिँ सञ्जीवजी अब हामी तपाईँको बाल्यकालबाट सुरुवात गरौँ, किन भन्दाखेरि तपाईँ दक्षिण कोरियामा मात्र नभएर नेपालमा पनि एउटा उत्प्रेरणाको स्रोत हुनुहुन्छ। हामी अब अनौपचारिक रूपमा कुरा गर्दाखेरि अब हामी दाजुभाइ एउटा साथीभाइको रूपमा छौँ, र हामी अब एनआरएनएमा पनि एउटै कार्य समितिमा रहेर काम गरेका छौँ, र तपाईँको एउटा डिसिजन मेकिङदेखि लिएर तपाईँको योगदान मलाई पनि थाहा छ, र अब अहिले दक्षिण कोरियामा हेरिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई त थाहा नहुने कुरा त रहेन। हजुरको जन्म चाहिँ कहाँ भयो, यहाँबाट सुरु गरौँ। मेरो जन्म चाहिँ उदयपुर जिल्लाको तत्कालीन चाहिँ डुम्रे गाविस थियो भने अहिले चाहिँ उदयपुर गढी गाउँपालिका, त्यो एउटा ऐतिहासिक ठाउँ पनि हो उदयपुर गढी गाउँपालिका वार्ड नम्बर 4मा भएको। र मेरो प्रारम्भिक शिक्षा पनि त्यहीँ स्कुलमा, गाउँकै स्कुलमा 5 सम्म, त्यसपछि 10 एसएलसी चाहिँ मेरो उदयपुर गढीबाट पञ्चावती माध्यमिक विद्यालयबाट। अनि अब तपाईँहरूको पालामा, हाम्रो पालामा त प्रवीणता प्रमाणपत्र त भन्ने थियो, इन्टरमिडिएट भनौँ होइन। हो, इन्टरमिडिएट पढ्नुभयो, त्यसपछि कलेज कता पढेर कोरियासम्मको यात्रा चाहिँ कसरी तय गर्नु? किन नेपालमा पनि तपाईँ अब सक्रिय होइन, हजुर हजुर, लडतरो भन्दा नि सक्रिय विद्यार्थी राजनीति पनि गर्नुभएको, त्यसै गरिकन तपाईँ चाहिँ अब यो खेलकुदमा नि एकदम अग्रस्थानमा हुनुभएको मान्छे, अनि फेरि अब देश बनाउनु पर्ने मान्छे दक्षिण कोरियासम्मको यात्रा कसरी नाप्नुभयो, त्यो कसरी? यस्तो छ, अब सधैँभरि समयचक्र एक नाश त चलिरहँदैन। अब प्रवीणता प्रमाणपत्र त भनिन्छ त्यति बेला, तत्कालीन समय चाहिँ अब गाउँघरतिर अब हाम्रोतिर पनि अलिकति पहाडी भेगै पर्ने भएको हुनाले पनि अब त्यस्तो शिक्षाको राम्रो थिएन। अब त्यति बेला मैले फर्स्ट डिभिजन ल्याइसकेपछि अब गाउँमै सेवा गर्ने हिसाबले मैले एचए भन्ने हुन्थ्यो, हेल्थ असिस्टेन्ट, त्यसको लागि इक्जाम दिएँ।
म स्कुल अफ हेल्थ साइन्स भरतपुरमा दिएँ, नाम पनि निस्क्यो, सरकारी गभर्मेन्ट उमै कोटामा निक्ल्यो। तर म 6 महिनाभन्दा बढी त्यहाँ पढ्न सकिनँ। त्यसपछि मैले त्रिचन्द्र जोइन गरेँ आइएससी। त्रिचन्द्रमा 6 महिना पढेँ। तपाईँको अब 6 महिना पढेर त पक्कै पनि आइएससी त सफल भइँदैन। अब फेरि म नेपाली मिडियममा पढेर आएको मान्छे एकैचोटि इङ्ग्लिस मिडियममा पढ्नको लागि अप्ठ्यारो भइसकेपछि मैले चाहिँ त्यो मेरो 1 वर्ष लस भइसकेपछि चाहिँ मैले अमृत साइन्स क्याम्पस जोइन गरेँ। अनि अमृत साइन्स क्याम्पसबाटै मेरो आइएससी बिएससी, मेरो त्यहाँबाट बिएससी मैले सकाएर अनि म एमएससी जुलोजीमा सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजी ट्युमा चाहिँ गर्दा गर्दै चाहिँ कोरियातिर प्रस्थान गरियो भनौँ। अब बिचमा त अब कलेज पढ्दाखेरिको अब राजनीतिक अवस्था, राजनीतिक समय भनौँ, विद्यार्थी सङ्गठनहरूदेखि लिएर खेलकुदहरूको चाहिँ अब त्यो लामै कथा कहानी छ होइन। त्यो त अब लगभग 1 दिन भन्दाखेरि पनि नसकिएला होइन। अब त्यसरी नै मेरो पढाइ र विद्यार्थी राजनीतिक अवस्था चाहिँ अमृत साइन्स क्याम्पस नै मेरो बेस्ट चाहिँ हो। अब हजुर चाहिँ एउटा विद्यार्थी राजनीतिमा नि अग्रपन्थीमा हुनुहुन्थ्यो, त्यसै गरिकन अब फेरि जेहेन्दार विद्यार्थीकै रूपमा तपाईँले होइन राम्रै मार्क्स ल्याएर त्यसपछि स्कलरसिपमै पढ्नु भएको। तर अब नेपालमा पनि केही गर्न सक्ने अवस्था थियो होइन। तर तपाईँ कोरिया आउनुपर्ने बाध्यता चाहिँ के आइपऱ्यो? तपाईँ जस्तो सक्षम मान्छेलाई जसले देश बनाउनु पर्ने मान्छे कोरिया किन आउनुभयो? यस्तो छ, अब हामी एउटा मिडियम क्लासको मान्छे। अब म खेलकुदतिर पनि थिएँ, मेरो पनि टु डन भन्छ नि। अब मेरो यो बुध कैद फुल कन्ट्याक्ट भन्छ हाम्रो चाहिँ, त्यसको पनि म तपाईँको क्षेत्रीय स्तर विकास, त्यति बेला त विकास अञ्चलहरू हुँदाखेरि सम्ममा विकासबाट पनि म मध्यमाञ्चलबाट पनि खेलेको मान्छे। र अब राजनीतिक रूपमा चाहिँ अब केन्द्रसम्म पुगेको विद्यार्थी सङ्गठनको अनि रासोबिउको म केन्द्रीय कमिटीको सदस्यसम्म पनि पुगेँ। यस्तो रहेछ, अब म एमएससी पढ्दा पढ्दै केही घटनाक्रमहरूले चाहिँ पारिवारिक स्थिति पनि भयो, प्लस केही व्यक्तिगत केही घटनाक्रमको कारणले गर्दाखेरि चाहिँ अब कोरिया आउनु पर्यो। अब त्यति बेला फेरि अहिले जस्तो धेरै अहिले आउने भाइ बहिनी साथीहरू चाहिँ एकदम धेरै मेहनत गरेर कोरिया आउनुपर्ने हुन्छ। हामी आउने बेलासम्म चाहिँ लगभग अलिकति थोरै दिमाग लगाएर दिमाग भएका साथीहरूले पढिरहँदाखेरि चाहिँ पास गर्ने अवस्था थियो। त्यति बेलै अब इक्जाम दियो। म तपाईँको एमएससी फर्स्ट इयर पहिलो पढ्दा पढ्दै म कोरिया। त्यतिखेर कटलाइन कति थियो? कटलाइन त्यस्तै धेरै थिएन नि होइन? कटलाइन 80 होला सायद। कहिले आउनुभयो कोरिया चाहिँ? म कोरिया 10। कति कुर्न पऱ्यो? तत्कालै आउनुभएछ हजुर होइन? म तत्कालै जस्तै भयो हजुर। 10 देखि आज हामी 26 मा संवाद गर्दैछौँ भने करिब 16-17 वर्ष हजुर, 16 वर्ष भयो। यो अन्तरालमा अब धेरै उत्तर चढावहरू भए नै पक्कै पनि होइन। हजुर हजुर। र अब त्यतिखेर आउँदाखेरि 25-26 वर्ष त्यस्तै कति हुनुहुन्थ्यो होला। अब अहिले चाहिँ अब भनौँ न आधा उमेर होइन, आधा त नभनौँ भर्खरकै छु। जस अब नेपालमा भएको एउटा रिटायरमेन्टको स्टेजमा पुग्ने समय पनि भयो नि त। किन तपाईँ हाम्रै साथीभाइहरू पनि अब सरकारी सेवामा हुनुभएको होइन, आर्मी पुलिस अथवा अन्त हुनुभएको साथीहरू चाहिँ अब कति अब अहिले रिटायरमेन्टमा पनि हुनुहुन्छ। तर अब यो 15-16 वर्षसम्म होइन तपाईँ चाहिँ कोरियामै बस्दाखेरि नेपाल जाउँ, नेपालको निधि केही गर्नुपर्छ भन्ने चाहिँ किन आएन त्यो? किन तपाईँले एउटा फेरि राजनीतिक ब्याकग्राउन्डबाट देश बनाउँछु भने हिँड्नुभएको मान्छे फेरि 16 वर्षसम्म कोरियामै किन यसरी तान्यो यहाँनिर? त्यो यस्तो पनि रहेछ, तपाईँको कहिलेकाहीँ बाध्यताले इच्छा चाहनाहरूलाई पनि मार्दो रहेछ कि। अब चाहना नभएको त होइन, नेपाल आजभोलि नै जानुपर्छ भनेर। र तपाईँलाई एउटा गजबको मेरो किस्सा सुनाइदिन्छु। म अहिलेसम्म पनि एकदमै नर्मलभन्दा नर्मल भिजामा कोरियामा बसिरहेको अवस्था छ। त्यो किन भन्दाखेरि अब मैले चाहँदाखेरि मजाले भिसा योभन्दा 5-7 वर्ष अगाडि 6-7 वर्ष अगाडि नै परिवर्तन गरेर यतैतिर पनि सिफ्ट हुन सक्थेँ। तर मेरो कहिले पनि त्यो सोच आएन कि। किन भन्दाखेरि म चाहिँ नेपालै जानुपर्छ, नेपालमै गएर केही गरौँ भन्दै चाहिँ अलिकति यो बसाइ लम्ब्या हो। तर अब 2-3 वर्षभित्र चाहिँ तपाईँहरूले मलाई नेपालमा देख्न पाउनुहुनेछ। यो चाहिँ तपाईँहरूलाई अहिले तपाईँहरूको यो पोडकास्ट भनौँ, यो कामदार दैनिकको जुन अन्तरङ्ग तपाईँसँग भइरहेछ यसमा मात्रै मैले यो चाहिँ जानकारी गराएँ। अब तपाईँ अब एनआरएनएको पनि वरिष्ठ अध्यक्ष भइसक्नु भएको मान्छे, फेरि अब अध्यक्ष उठ्नुहुन्छ भने नि हामीले कता कता सुनेको, फेरि अब नेपाल फर्किने कुरा गर्नुभएको छ। के छ फेरि अध्यक्षमा होइन? यस्तो छ, अध्यक्ष आउने मात्रै ठुलो कुरा पनि होइन सबैभन्दा। किन भन्दाखेरि म हिजोको दिनमा कोरियाको एउटा मजदुर भिसामा आएर पहिलोचोटि उपाध्यक्ष
एनआरएन उठ्दै गर्दा उठेर सबैभन्दा सर्वाधिक मत ल्याएर पनि विजेता भएको मान्छे पनि र दोस्रो कार्यकालमा वरिष्ठ उपाध्यक्षमा पनि शानदार तरिकाले नै विजेता हुँदै अध्यक्षको उम्मेदवारीसम्म आइपुगेको मान्छे र अहिलेको सन्दर्भमा तपाईँले अब बजारमा सुन्नुभयो के कुरा होइन बजारमा त जस्तो रत्नपारमा कुरा हुन्छ कोरियामा लगभग यो आफ्नो काम गर्ने भन्दा बाहेक जो राजनीतितिर अलिकति चासो राख्ने साथीहरू हुनुहुन्छ जो व्यापार व्यवसायमा चासो राख्ने साथीहरूले चाहिँ रत्नपारभन्दा बढी कुरा चाहिँ हुने थलोको रूपमा चाहिँ कोरिया पनि एकजना छ एक ठाउँ हो त्यसो भएको हुनाले धेरै कुराहरू हुन्छ मेरो चाहिँ एउटै कुरा के भन्दाखेरि नेतृत्वभन्दा पनि परिवर्तनको आवश्यकता मैले हिजोको दिनमा पनि भन्थेँ आज पनि भन्छु र भोलि पनि भन्छु किनभने मलाई पदै चाहिँदैन अहिले पदभन्दा बाहिर बसेर पनि लगभग अध्यक्षभन्दा बढी काम गरिरहेको मान्छे हामी नै हो किन भन्दाखेरि हामी सस्तो लोकप्रियताको लागि फेसबुकमा पोस्ट आएर यो सस्तो लोकप्रियताको काम गर्ने मान्छे सञ्जीव राई होइन त्यो तपाईँहरूले हिजोको दिनमा किन भन्दाखेरि तपाईँ पनि एक कार्यकाल म वरिष्ठ उपाध्यक्ष रहँदै गर्दाखेरि तपाईँ हाम्रो प्रवक्तै हुनुहुन्थ्यो हाम्रो कार्य समितिमा त्यति बेला पनि हेर्नुभएको थियो र मेरो चाहिँ एउटै मात्रै उद्देश्य भनेको दक्षिण कोरियामा रहेको लगभग 90% मजदुर त्यसपछि रहेका विद्यार्थी भाइ बहिनीहरू र अन्य भिजामा रहनुभएका सम्पूर्णको समस्याहरू चाहिँ सर्वप्रथम निराकरण गर्नको लागि एकैचोटि त हुँदैन त्यो समस्या चाहिँ पहिले के हो त त्यो समस्यै बुझ्न सकेको छैन त निराकरण हुने कुरा भएन र दूतावाससँगको समन्वय कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि यहाँ भएका अहिले तपाईँको लगभग 200+ हाराहारीमा सङ्घ संस्थाहरू छ अब अलिकति खुला रूपमा अलिकति सबैको अगाडि आएका 100को हाराहारी भयो भने लगभग तपाईँको ज्ञात अज्ञात गर्ने भने 200+ हाराहारीमा छ तपाईँ आफै पत्रकार महासङ्घको अध्यक्ष पनि हुनुहुन्छ अराउन्ड त्यति छ भनिरहँदाखेरि संस्था किन र केका लागि भन्ने कुरा पहिलो कुरा रह्यो होइन र अब संस्थाले गर्ने काम कर्तव्य के हो भन्ने कुरा हो र अब फेरि सबै सङ्घ संस्थाहरूको एउटा छाता सङ्गठन र माउ संस्था भनेर एनआरएनएलाई मानिरहँदा अथवा एनसिसीलाई नै मानिरहँदाखेरि छाता सङ्गठनले आफूले अपनत्व गर्ने एउटा गार्जियन गरिरहँदाखेरि उसले चाहिँ कतिको कन्ट्रिब्युसन गर्न सकिन्छ भन्ने कुरा पनि महत्त्व कुरा रह्यो यो चाहिँ मैले किन जोडेँ भन्दाखेरि अध्यक्ष आउनु मात्रै ठुलो कुरा होइन अध्यक्ष आइसकेपछि अध्यक्षको हैसियतबाट उसको क्षमता विवेकले चाहिँ यहाँ भएका समस्या निराकरण समस्याकोलाई चाहिँ कसरी समाधान गर्नेतर्फ एउटा दूतावाससँग समन्वय गरेर कसरी चाहिँ समाधान गर्न सकिन्छ त्यो एउटा भिजन बोकेर चाहिँ आउनुपर्छ दक्षिण कोरियाको सन्दर्भमा जस्तो तपाईँलाई म भनिदिन्छु म उपाध्यक्ष भएँ वरिष्ठ भएँ धेरै हामीले कोरोना कोभिड कालदेखि लिएर हामीले नेपालमा पनि धेरै सहयोग गरौँ कोरोना कालमा त्यहाँदेखि आउँदै गर्दाखेरि यो अहिलेसम्मको यो निरन्तर मेरो यात्रामा समस्याहरू धेरै छन् भन्छ धेरैवटा समस्या छैनन् कि समस्या त हुन्छन् तर समाधान गर्नको लागि एक दुईवटा राम्रो कदम पहल चालिदियो भने मजाले समस्याको समाधान गर्न सकिन्छ त्यतातिर चाहिँ ध्यान नगएको कि जस्तो लाग्छ मलाई अब तपाईँले हिजोका दिनमा तपाईँ वरिष्ठ उपाध्यक्ष भएर अध्यक्ष लड्दै गर्दाखेरि मजदुरको साथी मजदुरै हुन्छ भनेर म पनि मजदुरै हो भनेर चुनावमा लड्नु भएको थियो र तपाईँले अलि अगाडि पनि भन्नुभयो होइन अब 80-90% चाहिँ मजदुर हुनुहुन्छ त्यसपछि विद्यार्थी र अब केही भनेको 5-7% चाहिँ अब चाहिँ कोही कोरियन सिटिजन हुनुहुन्छ होला अथवा व्यापारी हुनुहुन्छ होला हजुर हजुर तर तपाईँ चाहिँ 90% मजदुरको चाहिँ हजुर विद्यार्थीहरूको चाहिँ प्रतिनिधि हुँदै गर्दाखेरि तपाईँले चाहिँ अब 3 जनामा तपाईँ त लास्ट नै हुनुभयो नि त तपाईँले यसलाई चाहिँ कसरी गर्नुभयो त खासमा चाहिँ मजदुरहरू अथवा चाहिँ विद्यार्थीहरू चाहिँ खालि भोट ब्याङ्कको रूपमा मात्र प्रयोग भइरहेको हो कि केही सीमित व्यक्तिहरूको स्वार्थपूर्तिको लागि अथवा चाहिँ खासमा चाहिँ अध्यक्ष हुनुपर्ने भनेको चाहिँ अलि यो कोरियामा चाहिँ कोरियन सिटिजनै भएको अथवा व्यापारीबाट आउनुपर्ने त्यसलाई कसरी लिनुभयो तपाईँले जुन एउटा किनभने तपाईँले त मजदुरको लागि मजदुर भनेरै गर्नुभएको थियो र अब बाहिरी माहौल हेर्दाखेरि त अब सञ्जीव राईले त अब चाहिँ जित्ने होइन कि उसले त चाहिँ तेब्बर भोट ल्याउँछ भन्ने थियो तर त्यो भएन अलिक थोरै प्रश्न यो यस्तो हुँदो रहेछ यो तपाईँको एनआरएनए एउटा गैर नाफामूलक संस्था र एउटा साझा संस्था भए तापनि तपाईँको नेतृत्व तहमा पुगिसकेपछि चाहिँ कस्तो भइदिँदो रहेछ भन्दाखेरि म वरिष्ठ हुँदासम्म पनि त्यति साह्रो मैले भोगेको थिइनँ होइन तर अध्यक्षमै रहँदाखेरि अध्यक्ष नै नेतृत्व नै आइरहँदाखेरि चाहिँ तपाईँको के हुँदो रहेछ भने दूतावासको पनि एक किसिमको संस्थाप्रतिको इन्ट्रेस्ट हुने रहेछ भने अन्य यहाँ भएका व्यापारीहरूले अथवा कोरियन सिटिजन भएकाहरूले त्यो यो चाहिँ कस्तो रहेछ भने त्यो तपाईँको दूतावास मात्रै होइन तपाईँको यहाँ भएका प्रमुख राजनीतिक दलहरू
त्यसै गरेर यहाँ भएका प्रमुख व्यवसायीहरूको पनि एक किसिमको इन्ट्रेस्ट हुँदो रहेछ। त्यो चाहिँ अब दूतावास के को लागि इन्ट्रेस्ट भयो त्यो मलाई व्यक्तिगत रूपमा अब त्यो त्यो चाहिँ नितान्तै नेपाल सरकारको एउटा निकाय भएको हुनाले अब त्यो आन्तरिक कर्मचारीहरूदेखि लिएर त्यहाँ भएका उहरूको मलाई थाहा भएन। तर व्यवसायीहरूको सन्दर्भमा सम्झिने हो भने चाहिँ र राजनीतिक दलहरूको सन्दर्भमा सम्झिने हो भने चाहिँ व्यवसायीहरूले चाहिँ कम्तीमा पनि यहाँ त्यो एनआरएनको अध्यक्ष भइरहँदाखेरि अध्यक्ष मार्फत केही एक दुईवटा प्रोजेक्ट चाहिँ राम्रो लिएर हार हो गरेर एक दुईवटा यहाँ भएका नेपालीहरूको मजदुरहरूको पैसा चाहिँ यसो तपाईँले योभन्दा अघिल्लोचोटिहरू पनि धेरै हेर्नु भएको छ, नाम नलिउँ होइन। पूर्व तपाईँको नेपाल हाउसको अवस्था तपाईँले देखिहाल्नुभयो। करोडौँ पैसा अहिलेसम्म कहाँ गयो के गर्यो थाहा छैन नि त। त्यो विषय त मैले हिजो पनि उठाएको हो, अझै पनि मैले अहिलेसम्म पनि उठाउँदैछु। यो त तपाईँको 7 वटा त अध्यक्ष परिवर्तन भइसक्यो त्यो पछि। अब त्यो कता गयो भन्दाखेरि अब त लगभग सकेको अवस्था हो होइन। कति नयाँ आउला त थाहा पनि छैन, अब त नयाँ आउने थाहा छैन। अनि तपाईँले जस्तो कुरा गर्नुभयो अब यति धेरै विद्यार्थी अनि यति धेरै मजदुर श्रमिकहरूको भइरहँदाखेरि किन भन्दाखेरि एक त दक्षिण कोरियामा आएका साथीहरूको के छ भन्दाखेरि राजनीतिप्रति त्यति धेरै चासो छैन। चासो छ कहीँ राख्नुहुन्छ त्यो नेपालको सन्दर्भमा छ, त्यो सामाजिक सेवा। त्यो भएर पनि यहाँ हिजोको दिनमा एनआरएनएले राम्रो अलिकति एउटा प्रभाव छाड्न नसकेको कारणले एक त एनआरएनए प्रति अलिकति मान्छेहरूको त्यो लगाव पनि नभएको अवस्था हो। र अर्को कुरो भनेको जति सदस्यता बनाइने त्यतिखेर त एकदमै थियो नि यस्तो। र अर्को कुरा तपाईँलाई भन्दैछु मैले, अब म अध्यक्ष चुनाव प्रतिस्पर्धा गर्दाखेरि लगभग हाम्रो 4500 सदस्यता थियो। 4500मा स्वेच्छाले बन्यो भनेको लगभग सञ्जीव राईका मात्रै थिए। यो कुरा ढुकाउनु। त्यो त तपाईँ पनि भन्नुहुन्छ, अर्कोले पनि भन्छ, म पनि भन्छु होइन। किन भन्दाखेरि त्यही हो नि, अब जति सदस्य बने स्वेच्छाले होइन त्यही हो नि। यो त हामीसँग प्रमाण प्रुफ त्यति बेला पनि सबैलाई थाहा भएकै कुरा हो नि। किन भन्दाखेरि जति सदस्य बने अब तपाईँको एउटा कम्पनीमा कतिजना छ, ठ्याक्क सदस्य शुल्क पठाइदिने, सदस्य भर्ने, यसलाई भोट हाल्ने, पैसा हालेर फर्म भराएर त्यसको ऋण अहिलेसम्म तिर्दै हुनुहुन्छ भन्ने पनि छ बाहिर हल्ला के होइन। यो त मैले अघि पनि भने होइन, बजारमा त अब हल्ला त हरेक किसिमको आउँछ होइन। अब सञ्जीव राईले त्यति बेला सबैभन्दा कम मैले अब उम्मेदवारी शुल्क महँगो थियो, उम्मेदवारी शुल्क तिरे खानु पर्यो, बस्नु पर्यो। अब साथीभाइहरू भेटघाट हुँदाखेरि चिया कफी खाने कुरा चाहिँ छुट्टै भयो। तर कुनै पनि कम्पनीमा खसी बोकै पुर्याइदिने, अब सोजु मेगजुकै लगेर भण्डारै गरिदिने त्यस्तो काम मैले कहिले पनि गरिनँ। किन भन्दाखेरि मेरो एउटै उद्देश्य थियो, मैले चुनावमा पैसा खर्च गरेर चुनाव जित्नुको अर्थ छैन। किन भन्दाखेरि जो चुनावमा पैसा खर्च गरेर जितिरहन्छ उसले भोलि त्यो पैसा उठाउनको लागि त्यो संस्थालाई कुनै न कुनै ठाउँमा दुरुपयोग गर्छ। किन भन्दाखेरि हिजो जसले खर्च गरेको छ त्यो त उसले त उकास्छ नि त। अब तपाईँलाई पनि थाहै छ। किन भन्दाखेरि धेरै साथीहरूले खर्चहरू गरेर सदस्यता बनायो। अब त्यो सदस्यता त तपाईँको नुन खाएको सोझो त मान्छेले गर्छ। किन भन्दाखेरि कोरिया फेरि अब यो कानुनी देश, अब यहाँको रुल रेगुलेसनमा चलिरहेको देशमा अब उसले सदस्यता बनाइदिएछ त स्वाभाविक त त्यो मान्छेले प्रयोग गर्दैन। त्यो अर्थमा पनि अब 4000+ सदस्यता भइरहँदाखेरि पनि जसले पैसा हाल्दा सदस्य बनाए, धेरै बनायो, उसैको उतैकोतिर म्याक्सिमम भोट गयो। त्यसपछि केही पैसाको चलखेलहरू पनि भए, त्यो तपाईँले पनि अलिअलि सुन्नु भएकै होला। किन भन्दाखेरि अब एनसिसीहरूको अधिवेशन सकिए पश्चात हाम्रो आइसिसीको नेपालमा अब अधिवेशन हुन्छ। अब नेपालमा पनि प्रतिनिधि जानको लागि प्रतिनिधि पठाउने अधिकार त एनसिसीको हुन्छ। त्यो त एनसिसीको अध्यक्षको हातबाट सिफारिस हुने हो। त्यो भइरहँदा हामी दक्षिण कोरियाबाटै तपाईँको लगभग यो पटक हाम्रो पालामा 100+ त 134 जना कि 23 जना त हामी त प्रतिनिधि थियौँ। अनि 123 जना भनेको त नट अ जोक। यसले त धेरै ठुलो म्याटर गर्छ नि। यो त हार्ने क्वालिटी। अनि आइसिसीको चुनावमा त्यो हुँदाखेरि पनि जसले माथिबाट लिङ्क गरेर यहाँनिर ल अब त्यो किसिमको राजनीतिक एक किसिमको अलायन्सहरू, राजनीतिक एक किसिमको समझदारीहरू गरिएको पनि थाहा पाइयो। तर मैले चाहिँ त्यो कहिले पनि केही पनि गरेँ। किन भन्दाखेरि म एउटा स्वच्छ हृदय लिएर साँच्चीकै दक्षिण कोरियामा भएका नेपालीहरूको समस्याहरू निराकरण गर्नका लागि चाहिँ म एउटा कोसे ढुङ्गा साबित गर्नको लागि चाहिँ एउटा पुलको काम गर्न सक्छु भन्ने निस्वार्थ भावले आएको थिएँ। त्यो अर्थमा पनि मैले खास त्यतिखेर चाहिँ अब हर्क साम्पाङ भन्थ्यो। किन हर्क साम्पाङ चाहिँ तपाईँको मेयरमा चाहिँ अत्याधिक जितेको, अनि तपाईँले पनि त्यही एजेन्डा उठाएको कारणले गर्दाखेरि चाहिँ अब
होला अब हर्क साम्बाङ चाहिँ स्वतन्त्र थिए होइन, तपाईँ अब कुनै एउटा पार्टीसँग आस्थावान हुनुहुन्थ्यो होला, तर पनि तपाईँलाई चाहिँ हर्क साम्बाङसँग तुलना गरेको अवस्था पनि थियो र कतिले चाहिँ अब स्वस्फूर्त रूपमा चाहिँ आफैले फर्म होइन भरेर यस्तो छ अब यो सुनिन्थ्यो। म कुनै व्यक्तिसँग पनि अब होइन कसैले मलाई कोहीसँग तुलना गर्नु उहाँको त्यो त नैतिक अधिकार र उहाँको व्यक्तिगत अधिकारको कुरा हो। तर म आफैलाई चाहिँ कोहीसँग पनि अहिलेसम्म कम्पेयर पनि गरेको छैन र म गर्दिनँ पनि। किन भन्दाखेरि मैले आफूले राम्रो काम गर्नुपर्छ र मैले आफ्नै पहिचान बनाउनुपर्छ भन्ने मान्छे म हिजोको दिनदेखि होइन। भन्थ्यो बजारमा तपाईँले पनि सुन्नुभयो, अरूले मैले हिजोको दिनमा केही मिडियाहरूसँगलाई यसरी अन्तर्वार्ता दिइरहँदाखेरि पनि धेरै तपाईँ यस्तो भन्नुहुन्थ्यो र मैले अहिले पनि स्पष्ट भन्छु, मेरो आफ्नै एजेन्डा छ, मेरो आफ्नै मुद्दा थिए। त्यति बेला मैले स्पष्ट मेरो एजेन्डाहरूभित्र मेरा सबै कुराहरू राखेकै थिएँ। तर भलै के चाहिँ हो भन्दाखेरि चुनाव भनेको चुनावै हो र मैले त्यति बेला पनि म उपविजेता भए तापनि मैले अहिलेसम्म पनि संस्थालाई म एउटा सल्लाहकारको रूपमा बसेर अहिलेसम्म पनि मैले आफ्नो दिनुपर्ने मैले आफूले मेरा अनुभवहरू चाहिँ म अहिले पनि कन्ट्रिब्युसन त गरिरहेको छु। अब सुन्दा अथवा भन्दाखेरि अलिकता अब नरमाइलो पनि लाग्ला, तर अब तपाईँ अहिले कुन समूहको चाहिँ सल्लाहकार हुनुहुन्छ अनि तपाईँले यो विभाजनलाई चाहिँ कसरी लिनुभएको छ? होइन यस्तो छ, यो विभाजनको सन्दर्भमा अब हामी त्यति बेला स्वाभाविक रूपमा हामी 3 जना प्रतिस्पर्धी थियौँ। 3 जना प्रतिस्पर्धीमध्ये जित्ने त एकजनाले नै हो। एकजनाले जित्नुभयो, मैले बगैदासँगले बधाई दिएँ। किनकि आधिकारिकता भनेको चुनावमा गइसकेपछि त्यहाँ हामी चुनावमा सहभागी र भइसकेपछि त आएको जे परिणाम आए पनि स्वीकार्न सक्नुपर्छ र मैले पनि त्यति बेला भनेको जुन परिणाम आयो त्यो परिणामलाई स्वीकारेर त्यति बेलाकोबाट त्यत्रो सिङ्गो विश्वले हेरिरहेको अवस्था हो। एनसिसी दक्षिण कोरियाको केन्द्रको अधिवेशन हो, महाधिवेशन हो, इलेक्सन हो। त्यहाँ त तपाईँको र पनि फेरि जो केन्द्रदेखिकै एउटा आधिकारिक सबै सिस्टममा हामी नै छौँ भनिसकेपछि र त्यति बेला त हामी सबै एउटै थियौँ नि। प्रतिस्पर्धा हो, प्रतिस्पर्धामा हारजित त भइहाल्छ नि। र अब तपाईँले कुन पक्ष कस्तो पक्ष भन्नु, म भनेको चाहिँ हिजोको दिनदेखि लिएर जो एनआरएन आधिकारिक रूपमा अगाडि बढिरहेछ त्यही एनआरएनको चाहिँ सल्लाहकार हो। अनि अब यहाँ त आधिकारिक अनाधिकारिक भन्दा नि अब अहिले त केन्द्रले तपाईँको चाहिँ सबैलाई मान्यता दिएर अब एकताको लागि होइन सल्लाहकारको सन्दर्भमा तपाईँले त्यो भन्नु भएर मात्रै मैले चाहिँ त्यो आधिकारिक रूपमा जुन हामीले एनआरएनको जुन नर्म्समा बसेर जुन एनआरएनको विधि र विधान अन्तर्गत हिजोको दिनदेखि आयो र म त्यही एनआरएनको चाहिँ सल्लाहकार हो। र अहिले भन्नुभयो दुईवटा छ हो, यो धेरैवटा देशमा पछिल्लो समय होइन यो यस्तो छ, यसलाई गलत भन्ने या के भन्ने, अब गलतै पनि कसरी भन्नु। अब किन भन्दाखेरि दक्षिण कोरियामा यहीँका साथीहरूको इन्ट्रेस्टमा मात्रै भएका कुरा पनि होइन। किन भन्दाखेरि आइसिसीकै अग्रज दाईहरूको अब सिधै भन्दाखेरि हेरौँ न, शेष घले दाईदेखि लिएर यता हाम्रो उपेन्द्र महतो दाईहरूदेखि लिएर उहाँहरूकै यो जीवा लामिछाने दाईहरूदेखि लिएर उहाँहरूकै एक किसिमको आन्तरिक यो जुङ्गाको लडाइँको कारणले गर्दाखेरि धेरैवटा देशमा चाहिँ तपाईँको एनसिसीहरू दुईवटा बनेको अवस्था हो र त्यसकै एउटा पार्ट भन्छु म दक्षिण कोरियालाई। मैले होइन उहाँहरूको पनि एउटा थियो सबैलाई। अबको सन्दर्भमा भनेको चाहिँ हिजोको दिनमा जे जस्तो भयो भने साँच्चीकै एनआरएनए संस्थालाई साँच्चीकै सबै यो विश्वभरि छरिएर रहेका यत्रो नेपाली यत्रो डायस्पोरालाई चाहिँ साँच्चीकै एउटा केन्द्रीकृत गर्ने हुन्छ। अब सबैजना हातेमालो गरेर मिलेर अगाडि जानुपर्छ र अहिले एकताको अभियान पनि चलिरहेको अवस्था छ। अब मैले अघि पनि भने नेतृत्व मात्रै सबै थोक होइन, अध्यक्ष पद मात्रै ठुलो कुरा होइन। संस्थामा हामीले के यो एकता महाधिवेशन जुन हुँदैछ, तपाईँले नै घुमौरो गरेर जवाफ दिनुभयो, उत्तर प्रश्न दिनु भएन। जुन अब एकता महाधिवेशन हुने कुरा छ अथवा एकताको कुरा छ, के छ यस आउने एकता महाधिवेशनलाई सञ्जीव राई चाहिँ एनआरएनए दक्षिण कोरियाको अध्यक्षको उम्मेदवार हो कि होइन? यस्तो छ होइन, धेरै योभन्दा अघिल्लो आसन्न एनआरएनएको अधिवेशनमा पनि दक्षिण कोरियाको अधिवेशनमा पनि पूर्व अध्यक्षज्यूहरू धेरैजनाले चाहिँ तपाईँ आइदिनु पऱ्यो, अब एक कार्यकाल चाहिँ चलाइदिनुहोस् भनेर मलाई उहाँहरूले रिक्वेस्ट पनि गर्नुभएको थियो। तर मैले तत्कालको अवस्थामा चाहिँ किन भन्दाखेरि म पनि भर्खर एक कार्यकाल अगाडि 1 वर्ष अगाडि मात्रै पनि अधिवेशन मार्फत उपविजेता भइरहँदाखेरि र अहिलेको यो पछिल्लो समय आइसिसी केन्द्रकै जुन गुट भइरहँदाखेरि किन भन्दाखेरि म त्यहाँ गइरहँदाखेरि मैले सोचेको जतिको दक्षिण कोरियालाई मेरो कन्ट्रिब्युसन रहन्छ कि रहँदैन।
कम्तीमा पनि गइसकेपछि त्यो त पुरानो कुरा भयो छाप त्यहाँनिर त दिनुपर्छ भर्खर भन्ने हो। हाल्नु भएको थियो हारेपछि अब मान्छे अलिकति समय लाग्छ उठ्नलाई त्यसपछि अब फुड पनि थियो तर अब हुने जुन अब एकता अहिलेको सन्दर्भमा यस्तो के छ अब? म अध्यक्ष नै भनेर त अहिले नै त भन्दिनँ तर एउटा कुरा कस्तो भन्दाखेरि होइन सम्भावना त किन नरहनु म अब दक्षिण कोरियामै म आफै बसिरहेको छु मेरो सबै योग्यताले पुग्छ भने योग्यताले पुगेको मान्छे अब म हिजोको पनि एउटा यहीँ दक्षिण कोरियामा पनि हिजोको दिनमा पनि 3-4 चोटि अध्यक्षमा भिड्दै फेरि अध्यक्ष बन्नुभएको इतिहासहरू पनि छ तर अब सम्भावनै भन्ने त हुँदैन नरहने भन्ने कुरा त रहँदैन अब त्यो चाहिँ समय परिस्थिति अब समय अझै बाँकी छ 1 वर्षै बाँकी छ अब त्यो म अध्यक्षको लागि उम्मेदवारी दिने भयो भने सबैभन्दा पहिले पत्रकार महासङ्घ दक्षिण कोरियालाई जानकारी गराएर तपाईँहरू मार्फतै मेरो उम्मेदवारी घोषणा गरौँला नि अब यो चाहिँ अब तपाईँले अझै प्रश्न दिनुभयो होइन अब अझै पनि प्रश्न त छैन तर अब यसलाई हामीले होइन मैले अघि पनि भने सबैजना मिलेर अगाडि बढाउनुपर्छ तर अब अहिले जुन यो एकता महाधिवेशन भनेर आइरहेको छ होइन अनि यो एकता महाधिवेशनको लागि अथवा एकता हुनको लागि यसको तपाईँले बाधा के देख्नुहुन्छ जस्तै अब यो खासमा त अब हामीले बाहिरबाट हेर्दाखेरि त अहिले 2टा कार्य समिति छ 2टा कार्य समिति बसेर त्यसपछि चाहिँ एकले अर्काको कुराहरू सुनेर त्यस पछाडि चाहिँ दुवैजनाले विन गर्ने गरेर गर्दा हुन्थ्यो होइन तर अहिले चाहिँ अब फेरि अब भित्रको भन्दा नि बाहिरका मान्छेहरूले चाहिँ त्यो एकता महाधिवेशनको लागि परेको अथवा चाहिँ सक्रियता देखाएको देखिन्छ अब तपाईँ वरिष्ठ उपाध्यक्षसम्म भएर त्यसपछि उपविजेता भइसकेको हिसाबले हेर्दाखेरि र फेरि अब आफू पदमा नभएर पनि निरन्तर रूपमा चाहिँ अब होइन एउटा एक्टिभै रूपले तर चाहिँ बाहिर मिडियातिर नदेखिकन कसैलाई फेसबुकमा पोस्ट नहालिकन अब उद्धार कार्यदेखि लिएर विभिन्न कार्यहरू तपाईँले पनि गरिराख्नु भएको छ मैले पनि दिनमा 10-20 भन्दा बढी कल उठाउँछु अझै पनि मलाई पनि मान्छेले मासुजै भन्न ठान्छन् होइन तपाईँलाई पनि त्यही नै होला अध्यक्ष भन्न ठान्लान् होइन यसको बाधा के देख्नुहुन्छ तपाईँ यो के भयो भने चाहिँ यो हुन सक्ला र बाहिरी मान्छेले भन्दा 2टा कार्य समितिका चाहिँ अध्यक्ष अथवा पदाधिकारीहरू बसेर सल्टाउँदा के हुन्छ यो तपाईँ कसरी यो तपाईँलाई स्पष्ट कुरा भनिदिन्छु पहिलो कुरा भनेको व्यक्तिगत स्वार्थ सबैले छोड्ने हो भने यो तुरुन्तै एकता हुन्छ पहिलो पोइन्ट है कसैले पनि व्यक्तिगत स्वार्थ पदीय स्वार्थ भने व्यक्तिगत स्वार्थ त संस्थामा गइसकेपछि त्यहाँ पाउने त के हो र यही समाजको लागि कन्ट्रिब्युसन गर्नु जाने नै हो अब संस्था कसरी चलेको छ के गरी चलेको छ त तपाईँ हामी म आफै 4 वर्ष त कार्यकारिणी पदमै बसेर काम गरेको मान्छे तर एक त नेतृत्वप्रति पदीय लोभ छोड्नु पर्यो र तपाईँलाई एउटा गाँठी कुरा भनिदिन्छु तपाईँलाई पनि थाहा होला मिल्नै दिँदैनन् यहाँ भएका केही टाउकेहरूले जो हिजोको दिनमा दक्षिण कोरियालाई चाहिँ कुनै न कुनै आधारबाट दक्षिण कोरियामा रहेका नेपालीहरूलाई कुनै न कुनै चाहे अब मैले ठ्याक्कै भनिनँ क्षेत्र चाहिँ कुनै न कुनै क्षेत्रमा चाहिँ प्रयोग गर्न सकिरहेको छ पाइरहेछ भने उनीहरूले यो संस्था त मिल्नै दिन चाहँदैन नि बाहिर एक किसिमको कुरा गरेर हिँड्ने ल मिल्नुपर्छ भन्ने हो संयुक्त बैठकहरू हामी कतिचोटि बसिसक्यौँ ल अब चाहिँ मिलेर जाउँ भन्ने हो तर गइसकेपछि एउटालाई यता उचाल्दिने अर्कोलाई यता उचाल्दिने यो त तपाईँको स्पष्ट कुरा 2टा ध्रुव मिल्छ के किन भन्दाखेरि अपोजिट ध्रुव हो नि त सेम पोल भयो भने मात्रै नमिल्ने हो नि त म्याग्नेटको पनि त्यही हो यो पनि त्यही हो क्या त्यो अवस्थामा अहिले हामी हिजो अस्ति बसेर पनि यो त पुऱ्याइसकेका छौँ तर क्याटलिस्टले त्यहाँ रोल गरिदिन्छ क्या अब त्यो क्याटलिस्टले चाहिँ त्यो अलिकति चुम्बकीयता बढाइदियो भने त अलिकति भए पनि पर हट्छ नि त तपाईँको सेम हो भने त अहिले भइरहेको भनेको यो बुझ्नुभयो नि मैले भन्नु खोजेको अब यो पोलहरू अब आयो मिल्न लागिरहेछ तर अब त्यहाँ क्याटलिस्ट कुनै न कुनै क्याटलिस्टले मैले अब अलिकति औँलाले एउटालाई यता ढल्काइदियो उसले पनि अलिकति यता ढल्काइदिएपछि त फेरि सेम पोल भएपछि त फेरि तपाईँको त छुटिने भयो नमिल्ने हो अहिलेको अवस्था भनेको यो केही व्यक्तिहरू चाहिँ यो संस्थालाई मिल्नु हुँदैन मिल्यो भने चाहिँ आफ्नो जुन स्वार्थ उनीहरूले पुरा गरिरहेछ अहिले त्यो स्वार्थ चाहिँ उनीहरूले पुरा गर्न पाउँदैन त्यो अर्थमा पनि यो संस्था चाहिँ अहिलेसम्म दक्षिण कोरियाको सँगसँग चाहिँ मिल्नु नदिएको अवस्था चाहिँ हो स्पष्ट रूपमा म त किन भन्दाखेरि स्पष्ट भनिदिने मान्छे त्यस्तै बारेमा नामै भनिदिन्थेँ अझ होइन तर नामै चाहिँ नभनौँ भनेर मात्रै हो तपाईँलाई केन्द्रले चाहिँ जिम्मेवारी तोकेर दियो भने तपाईँ यसलाई चाहिँ पल कदम लिएर एकता गर्न लागिपर्नुहुन्छ होइन यस्तो छ एकताको लागि त हामी हिजो पनि मैले जिम्मेवारी भन्दा पनि म एउटा एनआरएनएको एउटा अभियन्ताको हिसाबले पनि हामी हिजोको दिनमा पनि लाग्यो हो योभन्दा अगाडि पनि लागेको र अझै पनि लागिराखेकै छौँ अब जिम्मेवारीकै सन्दर्भमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जिम्मेवारी म भन्दा पनि अझ हाम्रा धेरै अग्रदायहरू पनि हुनुहुन्छ नि
अब दक्षिण कोरियामा 30 वर्षभन्दा बढी बसेर दक्षिण कोरियाको नेतृत्व आजभन्दा होइन तपाईँले भन्नुभयो नि त ठुल्ठुलाले मिल्न दिनुहुन्न अब चाहिँ तपाईँको एउटा लेभलको मान्छेले तपाईँ जतिको मान्छेले पायो भने अहिले त फेरि अब नेपालमा पनि जेएनजी मुभमेन्टबाट नयाँ नेतृत्व आज यस्तो छ। प्रधानमन्त्री छ तपाईँले चाहिँ किन नलिने त एकता अधिवेशनको जिम्मेवारी तपाईँ आयो भने होइन मैले त भनिहालेँ नि मैले आफूले पाएको जिम्मेवारी त म सबै कुराहरू मजाले लिएर त्यसलाई फेरि सही ठाउँमा ल्यान्डिङ गर्नसम्म त म त प्रयत्न त गर्ने नै छु त्यसमा त दुई मत छैन तर जिम्मेवारी पनि कुन अर्थमा दिन्छन् भन्ने कुरा हो कसैले व्यक्तिगत स्वार्थको रूपमा एकजनाले प्रस्ताव गर्ला म त फेरि तपाईँलाई म एकदम जे हो त्यही बोलेर त्यही अनुसारले अगाडि संस्थाकै लागि चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मान्छे त्यो भइरहँदाखेरि तपाईँलाई एउटा कुरा भनिदिन्छु दक्षिण कोरियामा सत्य बोल्ने र साँचो काम गर्ने मान्छेहरूलाई खासै अगाडि बढेको हेर्न चाहँदैनन् त्यो इतिहास त तपाईँहरूलाई पनि थाहै छ यो तपाईँले चाहिँ चुनावमा उपविजेता हुनुको कारण यो पनि योभन्दा गलत नहोला सायद हुनसक्छ त्यो किन भन्दाखेरि केही साथीहरूले त्यो पनि भन्नुभयो किन भन्दाखेरि अब केही जस्तो तपाईँले विश्वास गरिराखेको तपाईँको आस्था भएको पार्टीकै साथीहरूले तपाईँलाई चाहिँ सपोर्ट गर्नु भएन तपाईँकै मान्छेहरूले गर्नु भएन अर्को चाहिँ विपक्षी मान्छेलाई चाहिँ लिएर हिँड्नुभयो भन्ने पनि सुन्यो के यो कतिको सत्य यस्तो छ होइन कसैको होइन आस्था सबैको आफ्नो हुन्छ र व्यक्तिको कुन व्यक्तिले कसलाई समर्थन गर्नलाई उसको त्यो व्यक्तिगत अधिकारको कुरा हो अब मलाई समर्थन किन गरिस् न भनेर मैले कसैलाई पनि भन्ने कुरा रहँदैन किनकि हामी त एउटा नेतृत्व तहमा आस्था भएको पार्टी त कसरी व्यक्ति होइन त्यो पनि त अब मेरो चाहना भनेको आस्था त हो नि राखिन्छ तर अहिले हामी यहाँ पार्टीको राजनीति गरिरहेको छैनौँ मेरो स्पष्ट धारणा त्यति बेला पनि त्यही थियो हामी यहाँ पार्टीको राजनीति गर्ने हो नि त नेपाल गएर मजाले अहिलेसम्म मेयर अथवा प्रदेश अथवा सङ्घीयतिर गइन्थ्यो होला म प्रवासमा आइसकेपछि म यहाँ कुनै नेता बन्न आएको होइन म यहाँ प्रवासीहरूको समस्या समाधान गर्नको लागि चाहिँ एउटा समाज सेवाको रूपबाट चाहिँ एउटा भोलिन्टियरको रूपमा काम गर्न आएको भएर पनि मैले म कुन पार्टीमा आस्था राख्थेँ त्यही पार्टीका साथीहरू बाहिरतिर रहँदाखेरि पनि मैले त्यसलाई चाहिँ गलत नजरबाट र गलत उबाट चाहिँ मैले त लिइनँ मैले किन भन्दाखेरि त्यो उहाँहरूको व्यक्तिगत अधिकारको स्वतन्त्रताको कुरा हो त्यो चाहिँ त्यो भएर मैले त्यो विषयमा खास बढी फोकसै गरेँ त्यही त तपाईँको चाहिँ अब आफ्नो आस्था भएको पार्टी भन्दा पनि स्वस्फूर्त रूपमा अब सपोर्ट गर्ने सबै स्वतन्त्र व्यक्तिहरू बढी हुनुहुन्थ्यो र मेन चाहिँ अब मजदुरको साथी मजदुरै हुन्छ भन्ने अभिप्रायले पनि अब तपाईँका चाहिँ समर्थकहरू धेरै थिए होइन तर अब त्यसरी सक्रिय भएर तपाईँको उपविजेतासम्म भइसकेको मान्छे अहिले चाहिँ नेपाली समाजबाट फ्याक्ट्री हराउने त्यो कतिको जायज हो किन भन्दाखेरि तपाईँ त अचेलभरि त अब न मिडियामा आउनुहुन्छ न अब होइन म मिडियामा मात्रै नबोले हो म मिडियामा आएको छैन किन भन्दाखेरि मलाई अस्ति केही मिडियाको साथीहरूले पनि बोलाउनु भएको थियो म मिडियामा मात्रै नबोले हो र म अहिले सौल केन्द्रित भन्दाखेरि पनि म आफू यो जुन बुसान क्षेत्रमा बसेछु म यतै नै अहिले घुलमिल जसरी पहिले थियो अहिले पनि म त्यही म हरेक संस्थाको कार्यक्रमहरूमा पुगिरहेको छु तपाईँलाई एउटै कुरा के हो भन्दाखेरि मेरो पुरानो धारणा पहिले पनि त्यही थियो कुनै संस्थाको कार्यक्रममा गएर ठक्क ब्याज लगाएर खादा लगाएर बस्नु नै चाहिँ तपाईँको सक्रियता भनेर चाहिँ त्यसलाई चाहिँ म मान्दिनँ किन भन्दाखेरि सक्रियता भनेको के हो भन्दाखेरि मलाई कतिवटा फोन कलर आयो मलाई कतिवटा समस्याहरूको चाहिँ म कहाँ उहाँहरूले चाहिँ यहाँबाट समस्याको समाधान हुन्छ भनेर जुन उद्देश्य जुन राखेर म कहाँ फोन गर्नुभएको छ त्यो उहाँहरूको फोन कल मैले कतिवटा रिसिभ गरेर उहाँहरूको मैले कतिवटा चाहिँ समस्याको समाधान गरेँ त्यो चाहिँ सक्रियता हो अब यो खादामाला लगाएर फोटो खिचेर त्यो आज फेसबुकमा पोस्ट गरेर ल यो तपाईँलाई यो आउनु भएको थियो यहाँहरू चाहिँ उहाँहरूको उपस्थितिमा चाहिँ भनेर ठ्याक्क भोलिपल्ट राखिदिई म त्यो पक्षको मान्छे होइन त्यो भएर चाहिँ तपाईँले अहिलेको प्रचलन त्यही छ जो फोटोमा आयो त्यसलाई देखिन्छ त्यो देख्नु भएको त्यो अर्थमा चाहिँ तपाईँले निष्क्रियता देख्नुभयो तर अहिले पनि भने भर्खरै पनि भन्दा पनि साथीहरू कुरा होइन त्यही त साथीहरूको सोचाइ हाम्रो अझै पनि त सोचाइ हामी त अझै पनि त कुन युगतिरै छौँ नि त मैले अघि भने नि मलाई कतिवटा फोन आएको छ र त्यो फोनको चाहिँ मैले कस्तो रेस्पोन्स गरेँ कतिवटा समस्याहरू म कहाँ आइपुगेको छ त्यो समस्या समाधान गर्नका लागि मैले कति भूमिका खेलेर त्यो समस्या समाधान गर्न सकेँ कि सकिनँ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ क्या यसैमा अब अहिले अब तपाईँले पनि महसुस गर्नै भएको छ पक्कै पनि होइन जुन अब तपाईँ त एनआरएनमै पनि तपाईँको 2 कार्यकाल भनेपछि करिब 5-6 वर्ष सक्रिय हुनुभयो त्योभन्दा अगाडि पनि तपाईँले न्यू भिजन भनेर चाहिँ आफैले संस्था स्थापना गरेर संस्थापक अध्यक्ष भएर गर्नुभयो अब
तपाईँले चाहिँ अब केन्द्रदेखि लिएर आफू बसेको क्षेत्रका त अब धेरै संस्थाहरू जन्माउनुमा तपाईँको ठुलो योगदान छ। तर अहिले पछिल्लो समय चाहिँ अब तपाईँले जन्माएकै संस्थाहरू पनि अथवा अरू क्षेत्रीय अब जातीय होइन, जातीय त अलि एक्टिभ हुनुहुन्छ होला, तर क्षेत्रीय त्यसै गरिकन तपाईँको यो चाहिँ जुन जिल्ला प्रदेश अथवा विभिन्न सङ्घ संस्थाहरू छन् त्यति अब मान्छे जति पार्टिसिपेसन हुनुपर्ने हो त्यति नभएको, अनि कार्य समितिमै भएका साथीहरू पनि अध्यक्ष महासचिव अथवा एक दुईजना उपाध्यक्ष बाहेक अरू साथीहरू एक्टिभ नहुने, अनि भर्खर भएर आउनुभएको साथीहरूलाई पनि सङ्घ संस्थाहरूप्रति चाहिँ एउटा वितृष्णा उत्पन्न भएको कि जस्तो पनि देखिन्छ। र केही समय यता चाहिँ तपाईँका चाहिँ अब सङ्घ संस्थाहरू चाहिँ अब आफूले भन्ने अनुकूलको नेतृत्व भएन भनेदेखि अथवा चाहिँ त्यसमा आफू आउन पाइएन भनेदेखि चाहिँ अब त्यसको चाहिँ विरोध गर्ने, अब चाहिँ अवरोध गर्ने अथवा अर्को संस्थै बनाउने होइन, एउटा चाहिँ विधानले नदिए पनि त्यो खालको परिपाटी चाहिँ दक्षिण कोरियामा देखिएको छ। तपाईँ अब करिब 16-17 वर्ष चाहिँ दक्षिण कोरियाको एउटा निरन्तर रूपमा क्रियाशील अब वरिष्ठ समाजसेवी पनि हुन्छ, त्यसलाई कसरी हेर्नु भएको छ हजुरले? अनि मैले अघि पनि भने हामी संस्था स्थापना के को लागि गर्छौँ, पहिलो कुरा त्यो हो। संस्थाको उद्देश्य के हो भन्दाखेरि त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यो उद्देश्य र तपाईँको संस्थाको विधि विधानअनुसार जाने हो भने त त्यो तपाईँको कुनै पनि अब संस्था फुट्ने फाट्ने भन्ने हुँदैन। मैले अघि भने व्यक्तिगत स्वार्थ जहाँ हाबी हुन थाल्छ त्यसपछि बिग्रिने हो। र अहिले जुन कुरा तपाईँले जोड्नुभयो, मैले अघि नै सुरुवाती चरणमै भनेको थिएँ, हामी यति धेरै सङ्घ संस्थाहरू छौँ र पछिल्लो समय अघि तपाईँले भन्नुभयो जस्तै साँच्चीकै दक्षिण कोरियाको सन्दर्भमा हेर्ने हो भने एउटा आदिवासी जनजाति महासङ्घ, त्यसपछि जातीय संस्थाहरू अलिक सक्रियताको रूपमा लाग्छन्। त्यो चाहिँ किन लाग्यो भन्नुहुन्छ भन्दाखेरि त्यो भित्र चाहिँ एउटा जातीय सर्कल मात्रै हुन्छ। त्यहाँभित्र चाहिँ तपाईँको राजनीतिक आस्था अथवा अनु जे धर्म जुन वर्ण भए पनि त्यो एउटा जातिको सीमित हुन्छ। त्यो भइसकेपछि त्यो चाहिँ एउटा घर भयो। तर तपाईँ अब जिल्लामा जानुभयो भने त्यो अलिकति वृहत हुँदै जान्छ। त्यहाँ अब हरेक किसिमको मान्छेहरू हुन्छन्, सोचाइ आफ्नो दृष्टिकोण अनि आफ्नो आस्था, त्यो आस्थाको कारणहरूले गर्दाखेरि पनि यो चाहिँ समस्याहरू आएको देखिन्छ। किन भन्दाखेरि तपाईँको एउटा साधारण तपाईँको केन्द्र होइन क्षेत्रको सम्म पनि तपाईँको विभाजन फुटको अवस्थाहरू आइपुगेको छ। किन भन्दाखेरि मैले हिजो अस्ति नै म भन्दिनँ, एउटा कुनै संस्थाको अधिवेशनमा गएको थिएँ। तपाईँले त्यो संस्था फुट्न लाग्दाखेरि तपाईँले चाहिँ मिलाइदिनु हो। किन भन्दाखेरि म एउटा अतिथि भएर गएको मान्छे, वास्तवमा मेरो त त्यो जिम्मेवारी होइन। किन भन्दाखेरि त्यो जिम्मेवारी त त्यही क्षेत्रीय सङ्घ संस्थाको केन्द्रीय पदाधिकारी सल्लाहकार संरक्षकज्यूहरूको। तर पनि मेरो चाहिँ एउटै मात्रै चाहना के हो भन्दाखेरि हामी प्रवासमा आएको छौँ। प्रवासमा हामी त फुटेर त कामै छैन नि। भोलि तपाईँ केही समय काम गर्ने हो, यो त क्षणिक समय हो नि। तपाईँ हामी लङ टर्म त हदै बसेला 10 वर्ष बसिएला, कुनै बाध्यतावश हामी केही समय हाम्रो बसाइलाई लम्ब्यायो, यो फरक कुरा हो। तर अहिलेको सन्दर्भमा वास्तवमा भन्यो भने त तपाईँको सबै E9 अलिकति पछिल्लो समय अलिकति भिसा परिवर्तन गरेर E7, त्यसपछि F2 केही F5 का साथीहरू नहुन्, नत्र त सबै E9कै धेरै हुन्छ। अनि E9मा आएर तपाईँको यहीँनिर चाहिँ अब आफ्नै साधारण संस्थाभित्र पनि अनि ल 2 जना यता लाग्ने 2 जना यता लाग्ने यो अर्थ हुँदैन भनेर मैले त्यो किसिमको चाहिँ एउटा गरेर चाहिँ ल है साथी यस्तो भनेर। किन भन्दाखेरि मेरो अघि पनि भने मैले तपाईँलाई, मेरो जहिले पनि समाज चाहिँ रूपान्तरण गर्नुपर्छ, तर फुटेर होइन जुटेर समाज रूपान्तरण गर्न सकिन्छ भन्ने मेरो उद्देश्य हो। र म सोही अनुरूप मैले भने मेरो जिम्मेवारीभन्दा बाहिर गरे पनि मैले त्यहाँ एक किसिमको सहजीकरण गरिदिएको थिएँ कि। अब हजुर अब अग्रज समाजसेवी पनि हुनुहुन्छ होइन, अनि अब अहिले चाहिँ अब नयाँ आउनुभएका साथीभाइहरूलाई चाहिँ एउटा हामीलाई संस्था किन चाहिन्छ र भन्ने खालको एउटा वितृष्णा पनि छ। तर संस्था किन चाहिन्छ थोरै अलिकति प्रश्नाइदिनुहोस्, मान्छेलाई संस्था कहिले र किन यस्तो संस्था अब किन चाहिन्छ भन्दा पनि संस्था किन चाहिन्छ भन्दाखेरि तपाईँलाई एउटै कुरा स्पष्ट के भइदिन्छ भन्दाखेरि हामी प्रवासमा छौँ। प्रवासमा कुनै न कुनै सङ्घ संस्थामा जोडिरहँदाखेरि चाहिँ एउटा के चाहिँ हुँदो रहेछ भन्दाखेरि कुनै न कुनै किसिमको समस्या मान्छेको जिन्दगीमा भइपरि आइ नै रहन्छ क्या। साधारण कहिलेकाहीँ कतै जानु पर्दाखेरि होस् अथवा कोही बिरामी बेकल पर्दाखेरि पनि, किन भन्दाखेरि युनिटी स्ट्रेन्थ भन्छ नि तपाईँको। अब जस्तो एकजना मान्छे साधारण मान्छे एउटा कम्पनीमा काम गरेको छ, ऊ कहीँबाट निस्केको छ, ऊ बिरामी हो भने थाहा पनि हुँदैन क्या तपाईँको। यदि भाषा त अहिले आउने साथीभाइहरूको त बरु अलिकति राम्रै छ, अथवा पहिलो त तपाईँको ऊ बिरामी भने न भाषा आउँछ न हस्पिटल थाहा छ, ल कहिलेकाहीँ आर्थिक सङ्कट पर्यो कसरी चाहिँ उ गर्ने, कुनै पनि समस्या समाधान गर्यो। त्यो तपाईँको साथी सर्कल र संस्था भइरहँदा चाहिँ संस्थाको मान्छे बिरामी भाषा ल गइदिने रुम दिने होइन,
केही समस्या आर्थिक भयो भने आर्थिक कलेक्सन गरेर पनि उपचारहरू गरेको हाम्रो इतिहासहरू छ होइन। बिरामी बेकल परे कसैको हात औँला काट्दाखेरि हामीले नै हस्पिटल लगिदिएर अब कुनै संस्थामा आयो भने, किन भन्दाखेरि तपाईँको अहिले त पछिल्लो समय तपाईँलाई थाहै छ मान्छे बिरामी भयो भने दूतावासभन्दा पहिले त्यो मान्छे कुन जिल्लाको मान्छे हो पहिले जाति हेरिन्छ। त्यो मान्छे राई हो कि लिम्बू हो कि मगर हो कि गुरुङ हो कि को हो पहिले त्यो हेरिन्छ। यदि त्यो मान्छे राई हो भने राईको अध्यक्ष को छ त्यहाँ फोन। राईभित्र फेरि तपाईँको थुप्रो अन्तर्गत फेरि त्यो किराँत एक्पादेखि लिएर होइन यस्तो छ राईभित्र त कस्तो भन्दाखेरि हाम्रो त अब किराँत राईभित्र त अब धेरैवटा पर्यो तर सस्तै थुप्रो हुन्छ नि तपाईँहरूको यहाँ छैन। यहाँ दुईवटा राईको त एउटै हो नि, किराँत राई आयोखा भयो नि। राईको त शाखाहरू चाहिँ लिम्बूहरू यो चाहिँ किराँत अन्तर्गत हामी 4 जाति हो। किराँत अन्तर्गत राई लिम्बू याखा र सुनवार हाम्रो चाहिँ यो चाहिँ चुलै चल्छ क्या, बिहेबारी गर्न मिल्ने भयो। किराँतभित्र चाहिँ हामी 4 छौँ तर फेरि लिम्बूको छुट्टै भयो। अब लिम्बूको किराँत याक्थुम चुम्लुङ भयो हजुर होइन। यहाँ चाहिँ सुनवार समाजको छ मैले अहिलेसम्म देखाएको छु होइन, छैन याखाको पनि छैन। किन भन्दाखेरि अलिकति जनसङ्ख्याको हिसाबले पनि थोरै हुनुभएको भएर पनि छैन। तर अब किराँतको एउटै त अब किराँत अन्तर्गत भनेको लिम्बू जाति छुट्टै पऱ्यो, राई जाति छुट्टै भएर राईहरूको किराँत राई आयोखा भयो भने लिम्बूहरूको किराँत याक्थुम चुम्लुङ यति नै हो। अब शाखाहरू चाहिँ ऊ छ अनि त्यो तपाईँको जो बिरामी भयो त्यो खोज्छ। अनि त्यसपछि यदि त्योभन्दा बाहिर गइसकेपछि चाहिँ अनि ऊ कुन जिल्लाको अनि त्यो जिल्लामा गइन्छ। तपाईँलाई साधारण कुरा भनिदिन्छु, दूतावासमा फोन गरेर केही समस्या पऱ्यो भने पनि त्यो समस्या समाधान गर्नको लागि पनि दूतावासले पनि कुन जिल्लाको हो र अध्यक्षहरूसँग कोअर्डिनेसन गरिरहेको अवस्था जिल्लाको अथवा कुन जातिको त्यो त तपाईँहरूलाई पनि थाहा छ नि त। किन भन्दाखेरि हुन त दूतावासको अब समस्याहरूमा अब बिरामी बेगल हुँदाखेरि दूतावासले पनि त आएर पैसा तिर्दिने कुरा त हुँदैन। त्यो त कोअर्डिनेसन किन भन्दाखेरि त्यो दूतावासको त एउटा कानुनी प्रक्रिया होइन, व्यवधानहरूदेखि लिएर यदि त्यो परेको अवस्थामा उसलाई सहयोग गर्ने कुराहरू कानुनी पाटोहरू छुट्टै भए। तर अब त्यो भइरहँदा त आर्थिक कलेक्सन अब आर्थिक त दूतावासबाट पनि त्यो छुट्टै फन्ड छैन। अनि त्यो भइसकेपछि चाहिँ अब त्यो जिल्लालाई जातिलाई उ गरिदिइसकेपछि त कमसेकम त्यो चाहिँ त्यहाँका साथीहरूले चाहिँ ल यो चाहिँ ल हाम्रो समुदायको अथवा यो चाहिँ हाम्रो जिल्लाको अथवा यो चाहिँ हाम्रो क्षेत्रको ल पूर्वाञ्चलको यो कर्णालीको रहेछ भनेर पनि एक किसिमको सहयोग गर्ने वातावरण पनि बन्छ कि प्रवासमा। त्यो अर्थमा पनि फेरि सहयोगै गर्ने स्वार्थले मात्रै पनि होइन। किन भन्दाखेरि अब हामी किराँतीहरूले हाम्रो आफ्नो जातिले आफ्नो भाषा धर्म संस्कार संस्कृतिहरू चाहिँ यहाँ प्रवासमा आएर पनि बिर्सिनु हुँदैन। प्रवासमा मात्रै होइन यहाँ भएका सबै म यहाँ थुप्रो भाइ बहिनीहरू भेट्छु हो यहाँ आएर हामी साकेला नाच्नु पाइयो भन्ने हुन्छ, यहाँ आएर अब च्याब्रुङ नाच्नु पाइयो भन्ने हुन्छ हो, यहाँ आएर सिकिरहेको अवस्था छ। यो पुस्तान्तरणको लागि पनि हामी चाहिँ लागिरहेछौँ। किन भन्दाखेरि मैले अघि भने नि हो ती समस्याहरू पर्दाखेरि पनि छँदैछ। त्यसपछि भनेको चाहिँ प्रवासमा कम्तीमा पनि आफ्नो भूगोलको क्षेत्रको आफ्नो जातिको मान्छेहरू युनाइटेड हुन सकिएर यहाँनिर बसिरहँदाखेरि त्यो क्षेत्रको आफ्नो कला संस्कार संस्कृति पनि त प्रवासमा भएर बिर्सिने कुरा रहँदैन। त्यसलाई पनि सधैँभरि चलामान होइन सधैँभरि चाहिँ एउटा रङ्गीन बनाइराख्नको लागि जीवित राख्नको लागि पनि सङ्घ संस्थाको चाहिँ आवश्यक भनेको चाहिँ मान्छे एक्लै बस्यो भने डिप्रेसन हुन्छ, विभिन्न कुराहरू होला होइन समस्या। अब जस्तै अब मलाई के समस्या भइरहेछ भने मैले कसैलाई पनि सेयर गरिनँ भने थाहा हुने कुरा भएन। तर सेयरिङ इज केयरिङ भन्छ नि त, भनेपछि चाहिँ सङ्घ संस्थातिर अथवा साथीभाइहरूसँग चाहिँ अलिकता भयो भनेदेखि चाहिँ त्यो कुरा सेयर गर्दाखेरि पनि त्यसको समाधान निक्लिन्छ। अथवा समाधानै भएन भने एटलिस्ट मन त हल्का हुन्छ, त्यो पनि मान्छे अलिक स्ट्रेस त कम भयो त। तपाईँको एक्लै बस्दाखेरि एलोन फिल भएर तपाईँको एन्जाइटी हुँदै तपाईँको डिप्रेसन भएको त कति धेरै साथीभाइहरू हुनुहुन्छ। मैले नै योभन्दा अगाडि कति त्यस्तो धेरैवटा केसहरू आफैले पनि ह्यान्डलिङ गरेको हुनाले पनि त्यही भएर म के चाहिँ भन्छु भन्दाखेरि दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी जो विशेष त इनाइनमा आउनु भएको छ, त्यसै गरी विद्यार्थी भिजामा आउने साथीभाइहरूले ठुलो इच्छा चाहना पनि राख्नु हुँदैन। पहिलो कुरा भनेको सबैभन्दा ठुलो कुरो हेल्थ हो। हेल्थपछि विशेष कन्सियस हुनु पर्यो। र दोस्रो कुरो भनेको साथीभाइहरूसँग राम्रो मुनासिब तरिकाले कुरा गर्ने, नयाँ आउने भाइ बहिनीहरूलाई एकदमै सहयोगी भावना राख्ने होइन। अब म चाहिँ सिनियर हो म यति आएको भनेर अब भर्खर आउनेहरूलाई त्यो कारणले पनि कति ठाउँमा तपाईँको झैझगडा भएको घटनाहरू हामी कहाँ आइपुगेको छ। यहीँ दक्षिण कोरिया जस्तो ठाउँमा आएर जातीय विभेद गरेको घटनाक्रमहरू पनि छ। अस्ति भर्खरै हाम्रो दूतावासको म्याडम र म सँगै बसेर पनि त्यो एउटा समस्याको समाधान पनि हामीले यहाँ गरेका थियौँ। दक्षिण कोरिया जस्तो ठाउँमा आएर पनि जातीय विभेदका कुराहरू गर्ने, अब म पहिले आएको भनेर
त भर्खर आएको मेरो के अरे भाडा तैँले धोइदिनुपर्छ भन्ने किसिमका यस्तो सङ्कुचित सोचाइ नराखिकन हामी सबै प्रवासमा चाहिँ सुख पाएर आएका छैनौँ। केही दुःखै गर्नको लागि र एउटा चुइने छानो टाल्नको लागि आमाको आफ्नो घर परिवारको एउटा फरियाद चोलो फेर्नको लागि हामी यहाँ दुःख गर्न आएको छौँ। त्यो दुःख सम्झेर र सबै नेपाली चाहिँ हाम्रै एउटा घरको एउटा परिवार हो भन्ने सम्झेर चाहिँ सबैलाई आफ्नो र सबैलाई एकदमै मित्रवत व्यवहार गरेर दक्षिण कोरियाको जति बसाइलाई चाहिँ एकदमै विदाउट स्ट्रेस कुनै कुराहरू पनि नलिकन चाहिँ एकदम काममा एकदम झोसिम भन्छ नि केयरफुल भएर काम गरेर चाहिँ हेल्थको विशेष गरेर अब झन् गर्मी मौसममा आउँदैछ होइन, गर्मी मौसममा झन् कति धेरै घटनाहरू घटिरहेको छ, त्यसलाई चाहिँ विशेष चाहिँ ख्याल गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। सञ्जीवजी अब हामी अलिकता थोरै विषयवस्तु चेन्ज गरौँ होइन। हजुर, हामीले संस्थागत कुरा पनि गऱ्यौँ धेरै। आज चाहिँ मलाई लाग्छ यो हामीले त एक दिनमा पनि दिने कुराहरू चाहिँ हामी रिसर्च गर्दैछौँ र यो चाहिँ मलाई लाग्छ यो अहिले जति पनि दर्शक महानुभावले हेरिरहनु भएको छ अथवा हेर्नुहुन्छ त्यो चाहिँ एउटा उत्प्रेरणा अथवा सूचना अथवा एउटा जानकारी हुनेछ, त्यसले चाहिँ एउटा सबैलाई एउटा फाइदै हुन्छ। र यो कार्यक्रम चाहिँ हामी हानपास रेमिटेन्स नेपालको प्रायोजनमा कामदार दैनिकको प्रस्तुतिमा चाहिँ हामी कार्यक्रम उत्प्रेरणाको एपिसोड यो सिजन 2 अन्तर्गत आज यो एपिसोड चलाइरहेका छौँ सञ्जीवजीसँग। र म अलिकति थोरै विषयवस्तु बताउँछु। र यो समय चाहिँ अहिले तपाईँको नेपालबाट चाहिँ दक्षिण कोरियामा चाहिँ आउने नेपालीहरू करिब 1 लाखको हाराहारीमा हामी छौँ र नाइनमा पनि 70 देखि 80 हजार हलाउँ, किन 80 पुग्यो। 20 हजार चाहिँ विद्यार्थी भनिसकेपछि यताउति गर्दा भनौँ न 80 हजार। अब अनडकुमेन्ट यताउति गर्दाखेरि हामी 1 लाख प्लस नै छौँ होइन। र अब हजुर चाहिँ अहिले यहाँ परिवारसहित बसिरहनु भएको छ होइन, म्याडम पनि यतै हुनुहुन्छ, बच्चा नै यतै हुनुहुन्थ्यो, यता नेपाल पठाउनु भएको छ। अहिले चाहिँ अब दाजुभाइहरूले चाहिँ E9 मा आएर E74 बनाएर अथवा F2R बनाएर त्यसपछि भिजा अपग्रेड गरेर बसिरहनु भएको अवस्था पनि छ। यो दक्षिण कोरिया चाहिँ तपाईँको आफ्नो अनुभवमा होइन, अब यो देश विकास गर्ने नेपाल फर्किने भन्ने कुरा फरक कुरा रह्यो। आफ्नो देशको सबैलाई माया लाग्छ, सबै लागिरहेका छौँ। तर टु बी अनेस्ट एउटा रियालिटी कुरा गर्दाखेरि अब हजुरले भन्नुभएको जस्तै हामी घरको छानो टाल्न आएको भएको कारणले गर्दाखेरि आफ्नो आर्थिक रूपमा पनि हामी मजबुत हुनैपर्ने हुन्छ। र तपाईँले चाहिँ एउटा आफू E9बाट E74 हुँदै गरेर अहिले चाहिँ जुन आफ्नो भिजा स्ट्याटसमा हुनुहुन्छ, तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ? अनि अहिले साथीभाइहरूलाई चाहिँ के सजेस्ट गर्न चाहनुहुन्छ तपाईँ? टु बी अनेस्ट भन्दाखेरि यो भिजाको प्रक्रिया जस्तो हाम्रो पालातिर अलिक निकै गाह्रो थियो भिसा परिवर्तन गर्न, अहिले सहजता बनाइदिएछ। किन भन्दाखेरि कोरियाको सरकार गभर्मेन्ट त्यति लाटो छैन कि, किन भन्दाखेरि यहाँको एक किसिमको पोलिसी मेकर ठाउँमा जो बस्छ नि उनीहरूले सबै कुराहरू अध्ययन गरेर मात्रै भिसाको प्रक्रियाहरूलाई र कामदारहरूलाई चाहिँ यहाँनिर स्टेबल बनाउनको लागि पनि यो भिसा प्रक्रियाहरू चाहिँ अलिकति सहज र सरल बनाइदिँदै गएको अवस्था छ। किन भन्दाखेरि तपाईँको E9 मा आउने साथीहरू 5 वर्ष आउनुभयो, 5 वर्ष अब एउटै कम्पनीमा पहिले काम गरेर फेरि त्यहाँ कमिटेड ल्याउनु भयो भने मात्रै आउनु पाउनुहुन्थ्यो, भएन भने फेरि गएर CBT दिएर आउनुहुन्थ्यो। त्यो चाहिँ सङ्ख्या पछिल्लो समय चाहिँ तपाईँको कम हुँदै गयो। अहिले तपाईँको दक्षिण कोरियाको फर्टिलिटी रेट हेर्ने हो भने माइनसमा छ। त्यो भइरहँदाखेरि अबको तपाईँको 30 वर्षपछि दक्षिण कोरियामा कामदारै पाउन मुस्किल छ, कोरियन कामदारहरू अहिले पनि। किन भन्दाखेरि अहिलेको जेनेरेसनमा कोरियनहरू अलिकति पढे लेखेकोहरू त्यही किसिमको फिल्डमा सिफ्ट भइसकेका हुन्छन्। अब नयाँहरूले त अहिले यही कम्पनीमै गएर फलामै उचाल्ने काम गर्दैन। अहिलेको त सिनेरियो त्यो पनि छ। त्यो अर्थमा भिसालाई अलिकति सहजता बनाइदियो। त्यो भइरहँदाखेरि भिसा सहजता भइसकेपछि कामदार स्टेबल भयो क्या। किन भन्दाखेरि ऊ अब तपाईँको नेपाल तुरुन्तै 5 वर्षपछि त जानुपर्ने अवस्था भएन। त्यो कारणले चाहिँ कोरियाको पोलिसी चाहिँ त्यो हो, खास भिसा परिवर्तन। र अर्को कुरो भनेको अब E9 मा भएका साथीभाइहरू जो हामी छौँ, जति पनि छौँ, अब हामीले त यहाँ खर्च गर्ने ठाउँ त हुँदैन होइन, सबै नेपाली पठाउने हो। अब एउटा परिवार ल्याएर राखेपछि उसले कमाएको त यहीँ सकाउँछ, त्यो भनेको त राज्यलाई गयो, यहीँ दक्षिण कोरियामा कमाएको त यहीँ गयो। कम्पनीमा नबस्ने बाहिर बस्ने हामी जस्तो भनेदेखि त 60 लाख भने 60 लाखै जाने भयो। तपाईँको डिपेन्डेन्ट भिसामा आउने त तपाईँको F2 बाहेक त E7कोले त अहिले पनि त लिगली काम गर्न पाउँदैन। त्यो अवस्थामा त अनि बच्चाहरू लिएर यहीँ पढाइरहेछ राख्दाखेरि त एकजनाले तपाईँको रेसियोमा
एभरेजमा तपाईँको 27 लाख तलब थाप्यो भने ठ्याक्कै हिसाब गर्नु 27 लाखले एउटा बच्चा र आफ्नो फ्यामिलीलाई ठिक्क खाना बस्नलाई मात्रै त्यो पनि एकदम टाइट गरेर नेपाली खाना मात्र खाएर बाहिर नगएर एकदमै त्यो अवस्था छ। एकदम त्यो कन्जसियस लाइफ भनौँ न। फेरि मैले यो भन्न खोजेको मतलब फेरि नयाँ आउने साथीहरूलाई भिसा परिवर्तन अथवा नयाँ परिवर्तन गर्दै गर्ने साथीहरूलाई त्यो फेरि डिमोरलाइज त्यो गर्न खोजेको पनि होइन, डिस्करेज गर्न खोजेको पनि होइन। वास्तविक अवस्था चाहिँ त्यो हो होइन। अब त्यो चाहिँ आफैले अब किन भन्दाखेरि कोही दक्षिण कोरियामा आउने तपाईँको नेपालको शाखा अधिकृत बराबर पढेर आएको मान्छेहरू छ नि, शाखा अधिकृत बराबर त्योभन्दा बढी पढेर आएको मान्छेहरू छ। शाखा अधिकृत होइन, मैले एकजना वकिल साहब, त्यसपछि हाम्रो नेपाल प्रहरीको के अरे एउटा अस्थायी साथीहरू लगायत जोस् हेडमास्टरहरू सम्मले चाहिँ कोरियन भाषा पढेर आएको देखाएको छु। सहित हाम्रै अवधेश चौरसियाजी पनि छोडेर आउनुभयो नि। हो त्यस्तो त होइन, थुप्रो भाइहरू हुनुहुन्छ नेपाल प्रहरी नेपाल आर्मीको भाइहरू त थुप्रो मसँग पनि थुप्रो हुनुहुन्छ। तर मैले चाहिँ भन्न खोजेँ के अरे इन्कमको हिसाबले दक्षिण कोरिया नराम्रो चाहिँ होइन पारिश्रमिकको हिसाबले, तर परिश्रम र पारिश्रमिक जोडिन्छ। यहाँ परिश्रम अनुसार पारिश्रमिक पाएको हो, यो चाहिँ स्पष्ट कुरा हो नि त। त्यसो भएको हुनाले मैले चाहिँ व्यक्तिगत रूपमा सल्लाह सुझाव सबैको आफ्नो अब जस्तो मलाई तपाईँको पछिल्लो समय त E7 भिसा सहज र सरल बनाइदिइसकेपछि लगभग धेरै साथीभाइहरूले चाहिँ अब फ्यामिली ल्याएर बच्चाहरू ल्याएर पनि राख्नु भएको छ। अनि मलाई धेरैले सोध्नुहुन्छ, किन भन्दाखेरि मेरो पनि पहिले बाबु यहीँ थियो, उसले चाहिँ अब नेपाली त बोल्न जान्थेन, कोरियन मात्रै बोल्थ्यो किनकि यहाँ अरेन्सिप स्कुल हालिदिएको हुनाले। अनि मैले चाहिँ अब मेरो सोच त पहिलेदेखि नै नेपाली बस्ने भन्ने हुनाले पनि मैले बाबुलाई पठाएँ। र मलाई अहिले पछिल्लो समय पनि धेरै साथीभाइहरूले चाहिँ सोधिरहेको अवस्था हुन्छ कि दाइ के गर्दा ठिक हुन्छ भनेर भन्छ। मैले चाहिँ एउटै सल्लाह सुझाव के दिन्छु भन्दाखेरि तपाईँ दक्षिण कोरियामा कम्तीमा पनि राम्रो स्कुलमा पढाएर बाबुलाई ब्याचलरसम्म कोरियाकै युनिभर्सिटीबाट ब्याचलर र मास्टरसम्म गराउने समयसम्म तपाईँ यहीँ बस्न सक्नुहुन्छ भने यहाँ पढाउनुहोस्। होइन अब तपाईँको छोटो समय 4-5 वर्षको लागि हो भने चाहिँ 4-5 वर्ष कमाएर जाने भने नेपाल पठाउनुहोस् स्टुडेन्ट बच्चाहरूलाई चाहिँ हुन्छ। किनकि तपाईँको म आफ्नै पनि अनुभव धेरै मलाई सल्लाह माग्ने भाइहरूलाई चाहिँ म त किन भन्दाखेरि तपाईँको उमेरले अब 9-10 वर्ष पुगिसकेका हुन्छ, यहाँ त बल्ल 6 क्लासदेखि नाम लेख्नु सिकेका हुन्छ, के अरे 6 इयर्स 7 इयर्स भर्खर स्कुल जाने हो। र 7 इयर्सकोले बल्ल कोरियनबाट नाम लेख्नु सिक्छ भनिसकेपछि त्यो अवस्था त छ नि त। यहाँ त अब एबिसिडी लेख्न लागि त फेरि एक्स्ट्रा क्लास हाल्दैन, एक्स्ट्रा क्लास। अब त्यसको लागि अहिलेको यो इन्कम सोर्सले अलिक गाह्रै हुन्छ दक्षिण कोरियाको सम्बन्ध, किनकि यहाँ इङ्ग्लिस पढाउनलाई भनेको ठाउँमा तपाईँको स्कुलहरू पनि छैन। त्यसो भएको हुनाले फेरि मैले अहिले एउटा कुरा उमेर चाहिँ किन जोडिदिनु खोजेको भन्दाखेरि अब यहाँबाट तपाईँको 8-9 वर्ष आयो, 4-5 वर्षमा कोरिया ल्यायो, 8-9 वर्षमा नेपाल बच्चा लग्यो भने उसले उताको पढाइ त जिरै भयो। अब फेरि नर्सरीदेखि सुरु गर्नु पर्यो हेर्नु होइन। अब यताको पनि बिग्रियो, अब यताको पनि बिर्सिने भयो, बिर्सिने भयो। अनि तपाईँको उता गएर फेरि नर्सरीदेखि पढ्न चाहिँ तपाईँको 8 वर्षमा नर्सरी भनेपछि उसले एससी कहिले दिने? अनि भोलि तपाईँको सरकारी जागिर खानु पर्यो, भोलि नेपालमा होला, भोलि बच्चाहरूले अब कतै अरू पनि व्यापार व्यवसाय गर होला। तर नर्मली जुनसुकै ठाउँमा जानलाई पनि उमेरको पनि क्राइटेरिया हुन्छ। अनि अब उमेरको क्राइटेरियाले त उसले त कहीँ पनि भोलि अपर्च्युनिटीबाट पनि त ऊ त वञ्चित हुने भयो नि त। यो त फेरि मेरो नितान्त व्यक्तिगत है, किन भन्दाखेरि यो छोटो मेरो अनुभव अलिअलि पैसा कमाएर नेपालमा के गर्छु भन्नेको लागि चाहिँ अब बच्चाहरूको लागि चाहिँ नेपालमै पढाउँदाखेरि लामो समय बस्छु भन्नेको लागि चाहिँ अब दक्षिण कोरियामा भन्न सकिन्छ भन्दाखेरि यहाँको पढाइ पनि नट ब्याड हो। यहाँ अलिकति तपाईँको सैद्धान्तिक भन्दा पनि प्र्याक्टिकल बढी हुने भएको हुनाले पनि हो। नत्र फेरि यहाँको चाहिँ मैले देखेको लगभग धेरै अब कोरियामै जस्तो अङ्ग्रेजीहरूको सन्दर्भमा अङ्ग्रेजी हाम्रो नेपालमा बोलिने अङ्ग्रेजी भन्दा यहाँको अङ्ग्रेजी फरक छ। हामी नेपालमा युके भन्छ तर इन्डियाको त्यो तरिकाले पढ्छौँ, तर के अरे यहाँ चाहिँ प्योर अमेरिकन इङ्ग्लिस पढाइ हुन्छ। र फेरि पढाइ हुने कोरियनहरू पनि तपाईँको मेरै साथीहरू पनि छन्, उनीहरू तपाईँको सबै बाहिर पढेर आउन् क्या। यहाँ जो अफिसहरूमा काम गर्छ नगरपालिकामै पनि मेरो साथीहरू छन् यहाँ कोरियनहरू, उहाँहरू सबै बाहिर पढेर आयो क्या। हामीले हाम्रो अङ्ग्रेजीले पनि हामी सक्दैनौँ क्या। उनीहरूसँग हामी जो कोरियन इङ्ग्लिस बोल्न सक्नुहुन्छ हामी उनीहरूसँग बोल्न सक्दैनौँ, जो हामीसँग बोल्दैनन् हामी जतिको बोल्छन् तर उनीहरू नबोल्ने मात्र। फेरि हामीसँग बोल्दैन भने उनीहरू नजान्ने होइन, फेरि आउँछ फेरि
त्यो भएको हुनाले मैले चाहिँ त्यो भिजाको र त्यो फ्यामिलीको सन्दर्भमा चाहिँ यसैमा अलिकता अब तपाईँ त सिनियर पनि हुनुभयो E7 बनाएको त तपाईँको करिब 8-10 वर्षै भयो। तपाईँ त सुरुवातकालकै हो। हजुर 10 वर्ष भयो भने 10 वर्ष E7 भनेको त नट अ जोक होइन। तपाईँले भने जस्तो तपाईँले चाहनु भएको भए यतिखेर तपाईँसँग एफआई भइसक्यो अथवा कोरियन सिटिजनसिप लिइसक्नु भएको हुन्थ्यो। किन भन्दाखेरि त्यतिखेर त E7 नबनाएर सिधै तपाईँ कोरियन सिटिजनसिपमा जानु सक्ने पनि थियो। एउटा राष्ट्रको माया कारणले गर्दा तपाईँ त्यो लिनु भएन पनि होला है। मैले त्यो र अब अहिले चाहिँ पछिल्लो समय चाहिँ मलाई पनि धेरै चाहिँ गुनासाहरू अथवा चाहिँ इन्क्वायरीहरू आउँछन् होइन। र अहिले चाहिँ E9का साथीहरूले पनि अब 5 वर्ष त बसिहाल्नु भयो। 5 वर्ष पछाडि फेरि कमिटेडमा आएर पनि तपाईँको चाहिँ अब E7 4 बनाइहाल्ने, पछाडि फेरि त्यो कम्पनी चाहिँ अब सुक्यो अथवा काम भएन भनेदेखि त त्यही प्रकृतिको काम अर्को कम्पनीमा पाउन पनि त गाह्रो हुने भयो। किन भन्दाखेरि जे कम्पनी होइन त्यो छैन अहिले त्यो फरक छ। त्यो पहिले त्यो किसिमको एक किसिमको प्रावधान थियो होइन, जुन प्रकृतिमा काम गरो। जस्तो अब प्लास्टिकमा भएकोले प्लास्टिकमै काम गर्नुपर्छ अथवा कुनै एउटा भनौँ न कुनै पुरी सान्न होइन। अब यो फरक छ नि त क्याटेगोरी। अब त्यहाँबाट आएकोले चाहिँ त्यही काम गर्नुपर्छ भन्ने थियो। तर अहिले पछिल्लो समयमा चाहिँ ठ्याक्कै त्यस्तो चाहिँ छैन। तर तपाईँको चाहिँ मानौँ न तपाईँको कम्पनीमा तपाईँ E7मा हुनुहुन्थ्यो। हजुर। अनि तपाईँको कम्पनी बन्द भयो अथवा चाहिँ काम घट्यो भनेदेखि सुरुमा उसले चाहिँ चाल्ला गर्ने भनेको त E9 भन्दा पनि उसले त E7 गर्नु पऱ्यो। किन E7 भनेको त उसले त स्पोन्सर गरेको भिजा हो। अनि तपाईँ मेरो कम्पनीमा आउनु पर्ने भयो भने होइन, कम्पनी बन्द भएको अवस्थामा त सो त मिल्छ। तर मेरो कम्पनी अन्त कतै काम त हुनु पऱ्यो नि त त्यो होइन र। त्यस्तो छ। अब E7को भिजाको सन्दर्भमा चाहिँ तपाईँको 2 महिना मैले अहिले ठ्याक्कै हो भने 2 महिनासम्म चाहिँ डिटेनमा बस्न पायो होइन। 2 महिनासम्म त उसले काम खोजेर लाग्नु पायो। यदि त्यो भएन भने चाहिँ ऊ डिटेनमा गएर बस्न पायो। डिटेनबाट चाहिँ फेरि 8 महिनालाई उसलाई चाहिँ सेटल भयो। तर होइन त्यस्तो साह्रो पहिलेको जस्तो असहज छैन अहिले चाहिँ। किन भन्दाखेरि अहिले धेरै खगुलो बनाउँदै आएको छ कोरियन गभर्मेन्टले पनि। त्यो काम खोज्नको लागि E7 भिसाबाट त्यस्तो गाह्रो चाहिँ छैन। त्यो पहिलेकै जस्तो जुन क्याटेगोरी हो त्यसमै जानुपर्छ भन्ने चाहिँ छैन। जस्तो अब अहिले अलिक पछिल्लो चरणमा मैले देखेको चाहिँ अब मलाई धेरै त्यो इन्क्वायरीहरू आउने भनेको चाहिँ जस्तै अब E9मै तपाईँको चाहिँ अब 5 वर्ष भयो, त्यसपछि फेरि कमिटेड आएपछि त 5 वर्ष गर्दाखेरि 10 वर्ष त हुन्छ भनिसकेपछि अब E9मै तपाईँको चाहिँ अब कमिटेड आएको मान्छेले पनि त तपाईँ कम्पनी त 3-4 चोटि चेन्ज गर्न त पाउनुहुन्छ जस्तो लाग्छ अहिले होइन। तर तपाईँको E7 बनाइसके पछाडि त तपाईँको कम्पनी चेन्ज गर्न पनि गाह्रै कुरा हुन्छ किनभने प्रकृति खोज्नु पऱ्यो। र अहिले लैलैमा चाहिँ तपाईँको चाहिँ अब आफू चाहिँ अब केही छोटो समय मात्र कोरिया बस्ने हो भने पनि अब यसले त बनायो, यसले परिवार ल्यायो होइन भनेर चाहिँ परिवारको दबाबमा अथवा चाहिँ अहिले चाहिँ नेपालदेखि नै अब मान्छे चाहिँ E9मा सुरुमा आउने बित्तिकै म चाहिँ F2R बनाउने हो अथवा E7 4 बनाउने अथवा E7 4 जाने हो भन्ने खालको चाहिँ एउटा रिसर्च गरेर अथवा उसको परिवारले पनि ChatGPTलाई सोध्यो अथवा चाहिँ इन्टरनेटमा हेऱ्यो भनेदेखि आउनु त त्यही हो। त्यसले गर्दाखेरि केही भिजा गुमाएका साथीहरू पनि देखिन्छ अथवा कति चाहिँ अब चाहिँ E7 त बनाउनु त बनायो तर अहिले मलाई यो घाँडो भयो। कम्पनीले पनि अब चाहिँ भन्नलाई चाहिँ अब चाहिँ यो दक्ष कामदार भनेको छ तर चाहिँ E9ले भन्दा पनि बढी पेलाउँछ, थ्रेटन दिन्छ। किन भन्दाखेरि अब यहाँबाट छोडेर जान सक्ने अवस्था पनि छैन भन्ने छ। तपाईँलाई कतिको आउँछ यस्तो इन्क्वायरीहरू चाहिँ? आउँछ, त्यो त धेरै आइरहेको हो नि। किन भन्दाखेरि यो समस्या यो चाहिँ कस्तो पनि हो भन्दाखेरि दक्षिण कोरियामा मात्रै होइन नेपालमा पनि सबै मान्छेको ओनरहरू भनौँ अथवा व्यक्तिगत रूपमा पनि तपाईँ र मेरो भावना नमिल्न सक्छ। यहाँ भएका कम्पनीका जो ओनरहरू हुनुहुन्छ उहाँहरू पनि सबै एकै खालको त हुँदैन। किन भन्दाखेरि अब E7 भिजाको चाहिँ तपाईँको के चाहिँ हो भन्दाखेरि जस्तो अहिले त 2 वर्षको लगाइदिन्छ। पहिले 1 वर्षको थियो भने अहिले 2 वर्ष, कोही त 3 वर्षकोसम्म पनि। तर म्याक्सिमम त 1 वर्षै दिन्छ नि अहिले क्षेत्र अनुसार 2 वर्ष चाहिँ अब म्याक्सिममले। अब 2 वर्षको लगाइदिइसकेपछि तपाईँको उसले त त्यो भिसा बनाउने बेला त उसले सबै कुराहरू स्पोन्सर गरिदिएको छ। सबै उसले नै दिएको भिजा हो त, उसैले दिएको भिजा हो। दिइसकेपछि त उसले त त्यो भिजा अवधिभर त ऊ जाँदैन भनेर बनाइदिएको छ। त्यो भइसकेपछि त उसलाई त 2 वर्षसम्म त निस्किन दिएन। अब 2 वर्षपछि उसले जस्तो अब मेरो भिसा 2 वर्ष छ, अब 6 महिनापछि चाहिँ म कम्पनी छोड्छु भन्दा उसले त लेटर त दिनु पऱ्यो नि त कम्पनीले। कि त अब बिरामी नभइकन त उसले त 2 वर्षमा त ऊ त त्यहाँ काम गर्नै पऱ्यो। 2 वर्ष कन्ट्र्याक्ट सकेपछि चाहिँ फेरि उसले चेन्ज गर्नु मिल्यो। तर अब त्यो त आफैले छोड्छु भन्दा केसमा भयो। तर
कम्पनीमा काम घट्यो अथवा उनीहरूले निकाल्न चाह्यो भने त चाहिँ उनीहरूले स्पोन्सर गरे भए त जतिखेरै निकाल्न सक्ने भयो। त्यो त निकाल्न सक्छ। किनभने त्यो त जति E9 जतिको जुन एउटा दरो भिजा हुन्थ्यो बिना कारण निकाल्न नमिल्ने, तर E7 त आफैले स्पोन्सर गरे भएको कारणले गर्दाखेरि त उनी जतिखेर पनि त चाहिँ सधैँभरि चाहिँ डरै डर अझ तपाईँको E9 भन्दा चाहिँ E7 राम्रो भयो, तर त्यो डरै डरमा चाहिँ बस्नु परेको भनेर केही साथीहरूले भन्नुभयो भएर होइन त्यो समस्याहरू धेरैले मलाई पनि भन्नुभएको छ होइन। अब E7 बनाएर गल्ती गरेछ भन्ने धेरै साथीभाइहरू पनि आउनुहुन्छ होइन। अब त्यो चाहिँ मैले अघि पनि भने नि कम्पनीको प्रकृति हेरेर पनि हुन्छ होइन, कम्पनी कस्तो खालको छ। अब कुनै कम्पनीले त्यो गर्दैको अवस्था पनि छ र कतिजना तपाईँको भिसा सकिएर काम खोज्दै पनि अवैधानिक हुनुभएको साथीहरू पनि छ हो। र अनि अब अहिले अर्को चाहिँ जस्तै अब तपाईँ पनि अब लङ टर्म भयो होइन, अब कम्पनीमा अब साथीहरू पनि धेरै E7 बना साथीहरू पनि हुनुहुन्छ होला, तर अब उहाँहरूको चाहिँ कस्तो कुराहरू आउँछ भनेदेखि तपाईँको पनि त्यस्तो अनुभव होला पनि नहोला पनि, तर अब काम सबै गर्नुपर्छ, सबैतिर हेर्नुपर्छ, तर चाहिँ अब काम गरेकै देखिँदैन, अन्तिममा चाहिँ तैँले के गरिस् भनेर सोधिरहेको हुन्छ। तर जो E9 मा आएको हुन्छ अथवा नयाँ हुन्छ उनीहरूलाई अझ बढी ग्राह्यता दिएको, तर अब हामी पुरानो भइसक्यो सिनियर भइसकेपछि झन् अझ हामीलाई काम आएको आधारमा अथवा हामीले सबै हेरेको आधारमा अझ रिकगनाइज गर्नुपर्ने ठाउँमा अझ हामी चाहिँ अझ बढी चाहिँ थ्रेटनमा परेको अथवा हामी चाहिँ यो खुकुरीको धारमा परे जस्तो महसुस हुन्छ भन्नुहुन्छ। तपाईँलाई कस्तो छ यो अनुभव चाहिँ, कतिको आउँछ यो कुराहरू त? होइन यस्तो छ, अब यो चाहिँ कस्तो भन्दाखेरि म पहिले आजभन्दा 8 वर्ष अगाडि कुनै कम्पनीमा फान्जाङ थिएँ। 8-9 वर्ष अगाडि मैले त्यहाँ लगभग 6 वर्षै काम गरेँ। यो चाहिँ कस्तो भन्दाखेरि कोरियनको चाहिँ एउटा के नेचर हुन्छ भन्दाखेरि जसले राम्रो काम र जसले बढी काम गर्यो उसैलाई काम लगाउने हो क्या फेरि होइन। कोरियनको नेचर चाहिँ स्किलफुल काम पनि भएन, यो उसको भयो, यो त बलको कुरा भयो होइन। अलिअलि त स्किलको कामहरू पनि हुन्छ, स्किलै हुन्छ। अनि बलको भने तपाईँको कोरियनहरूले चाहिँ कोरियनमा चाहिँ तपाईँको जसले छान्न ओटी भन्छ नि, जसले राम्रो काम गर्छ उसैलाई ओटी दिने हो। अब त्यो त फेरि सबैको आफ्नो नेचर हुन्छ। म बढी काम गर्नु खोज्छु, मलाई अलिकति बढी इन्कम गर्नु मन छ भने त अब मलाई त खुसी भयो। फेरि मलाई चाहिँ फेरि काम गर्नु मन छैन, मैले चाहिँ राम्रो काम गरेर कम्पनीले भनिरहेको छ भने तँ काम गर भन्ने अवस्था हुन्छ। तपाईँले भन्नुभएको ठ्याक्कै चाहिँ म पुरानो भएँ मलाई नि यसरी पेलिरहन्छ भन्ने कुरा छ नि, त्यो चाहिँ कोरियनहरूको नेचर। अलिकति धेरै वर्ष भइसकेपछि राम्रो काम जानेछ भने यसले अलिकति पैसा राम्रो कमाओस्, अलिक धेरै कमाओस्, यसलाई चाहिँ अलिक बढी काम दिनुपर्छ भन्ने एक किसिमको प्रवृत्ति पनि छ। पैसा कमाउने कुरामा भयो होइन, ओभर टाइम पाउने कुरामा, तर तपाईँको अरू बेला पनि जस्तो ओभर टाइमै नपाउँदाखेरि पनि तपाईँको अब कामै देख्दैन भन्नुहुन्छ। जस्तो पुरानो भइसक्यो तपाईँको सबै डिपार्ट हेर्नु पऱ्यो, सबै कुराहरू गर्नु पऱ्यो। जस्तै नयाँ जस्तो चाहिँ तपाईँको एउटै मात्र काम मात्र गरेर त बसेर एउटा मेसिन मात्र बसेर भएन, उस्तै पऱ्यो नि तपाईँको चाहिँ 3-4वटा चाहिँ तपाईँको चाहिँ चलाउनु पनि पऱ्यो। त्यस्तो आउँछ मलाई चाहिँ इन्क्वायरी साथीहरूको चाहिँ। त्यो गर्दाखेरि चाहिँ अब चाहिँ यताबाट उता गयो तपाईँको चाहिँ कोरियनले हेर्दाखेरि तपाईँ डुलिरहेको मात्र देख्ने भयो, तर खासमा तपाईँ त दिनभरि व्यस्त भएको भए हुनुहुन्छ होइन। त्यो चाहिँ यस्तो छ होइन, सबैमा त्यो फरक हुँदैन। किन भन्दाखेरि त्यो चाहिँ कम्पनीको प्रकृति र कम्पनीको काम अनुसार डिपेन्ड हुने हो। किन भन्दाखेरि कहीँ अब मेसिनहरू अब अलिकति पुरानो भइसकेपछि उसलाई मेसिनहरू धेरै आउँछ भने उसलाई मेसिनहरू हेर्नको लागु हुन्छ। अब त्यहाँको मैले अघि पनि भने नि त्यो कम्पनी हेर्ने अब फुजाङहरू छाजाङहरू के भन्छ नि कोरियन भाषामा, उहाँहरूको नेचरमा पनि भर पर्छ क्या। कस्तो आफूसँग भइरहेको रिलेसन भइरहेको मान्छे चेन्ज भएर फेरि नयाँ आयो भने फेरि नयाँ रिलेसन बनाउनु पर्यो, उसले बुझ्नु पर्यो, फेरि नयाँ आउला यङ आउला होइन। त्यो भएर चाहिँ तपाईँको उसले अब मैले भने नि अब कसैले चाहिँ अब काम गरेको देख्ने र नदेख्ने भन्दाखेरि पनि त्यो अब कहीँ त हिँडिराखेर तपाईँको सबै चेक गर्ने कामहरू मात्रै पनि हुनसक्छ। कहीँ बलको काम हुन्छ, बलको काम चाहिँ देखिन्छ भने अब दिमागको काम कम देखिन्छ आँखाले हेर्दाखेरि होइन। त्यो अर्थमा पनि कतिपय कम्पनीहरू चाहिँ मैले अघि पनि भने सबै मान्छेको नेचर एउटै हुँदैन। त्यो किसिमको जसले तपाईँहरूलाई यो किसिमको यस्तो समस्या आएर भन्नुभएको छ, सायद त्यो कम्पनीमा जो उहाँभन्दा माथि उसको ठिमजाङहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो किसिमको प्रेसर दिएको हुनसक्छ, तर सबै ठाउँमा त्यो हुन्छ भन्ने चाहिँ हुँदैन। केही सवालमा चाहिँ यो E7-4 छ अनि E7-4R चाहिँ दुईटाको फरक चाहिँ तपाईँले कसरी देख्नु भएको छ? होइन यो E7-4 र 4R को सन्दर्भमा चाहिँ मैले त्यति अध्ययन गर्न पाएको छैन। हुन त त्यो अहिले E7 पनि त तपाईँको E7-4 अनि E7 पनि त 4 समथिङ 4R रिजन वाइज पाइने रिजन वाइज छ नि। त्यो 4R चाहिँ तपाईँको त्यो रिजन भन्दा अर्को रिजन चाहिँ जानु पाइएन। जस्तो F2R भने जस्तै रोकिदियो E7 नै रोकिदियो कि त्यो चाहिँ कस्तो भन्दा अब 2 वर्ष तल मैले स्पोन्सर गरेको छु, अब कहीँ जान पाउँछ त्यो चाहिँ लिगली नै रोकिदियो। त्यो त आर आएपछि तपाईँको जस्तो खेङ्सा नाम्दोमा आयो, ऊ खेङ्सा नाम्दोभित्रै चाहिँ पायो। अब यहाँबाट तपाईँको सौल जानु पऱ्यो भने खेङ्गिदो जानु पऱ्यो भने पाएन। जस्तो खेङ्गिदोबाट F2R के अरे E7-4R बनायो भने
तपाईँको त्यो एरियाबाट यहाँ म बुसान आउँछु अथवा अरू ठाउँमा जान्छु भनेर पाएन। अब अन्तिममा अब तपाईँको E7कै अन्तिम कुरा गरौँ, त्यसपछि हामी अब थोरै राजनीति विषयवस्तुमा जान्छौँ, हाम्रो टाइम पनि धेरै गइसक्यो। हजुर। र तपाईँ चाहिँ यो लैलैमा E7 बनाउने कुरालाई बढी महत्त्व दिनुहुन्छ कि अथवा अलिक विचार गरेर अब चाहिँ आवश्यकता हो कि होइन, साथीभाइहरूले लैलैमा बनाउनु भन्दा नि अलिक विचार गरेर भन्नु तपाईँको एउटा अनुभवमा, किनभने तपाईँ 10 वर्षसम्म E7 भिजा लिएर बसिरहनु, तपाईँलाई कस्तो लाग्छ त्यो चाहिँ? यस्तो छ, पहिलो कुरा त कम्पनीको प्रकृतिमा पनि भर पर्छ होइन। कम्पनी कस्तो खालको छ त्यो अनुसारले भिसा परिवर्तन गर्नुभयो भने अब सहजता होला। लयमा भन्दा पनि कम्तीमा E7 बनाउँदाखेरि चाहिँ अलिकति चाहिँ सोचेरै बनाउँदाखेरि चाहिँ बेटर हुन्छ, किनकि E9 जतिको सहजता E7मा छैन। किनकि तपाईँको पोइन्ट पुर्याउनु पऱ्यो, भोलि भिसा थप्नको लागि विविध पोइन्टहरू होइन पुर्याउनु पऱ्यो, हरेक कुराहरू ट्याक्सहरू देखाउनु पऱ्यो होइन। E9मा त परेन, भिजा पनि कम्पनीले थपिदियो। यता आफ्नो यो भिसा चेन्ज गरिसकेको सबै खर्च पनि आफैले, पोइन्ट पुर्याउनदेखि लिएर त्यो किसिमको स्ट्रेसहरू चाहिँ छ। जस्तै अब अहिले यो E7 को साथीहरूको चाहिँ अब परिवारहरू पनि कोरिया आउनु भएको हुन्छ, तर अब कति अब समस्याहरू पनि देखिन्छ। तपाईँ के सजेस्ट गर्नुहुन्छ उहाँहरूलाई चाहिँ? यस्तो त अब सिङ्गो सबैको विचारभित्र त छिर्न सकिन्न, तर अब लामो समयदेखि यहाँ बसेर एक किसिमको गुनासो समस्याहरू चाहिँ सुनिरहँदाखेरि कतिपय ठाउँ व्यक्तिको चाहिँ नेचरले पनि सायद टाइपको हुन्छ नि, अलिकति हुनेले पनि अब तपाईँको अलिक एन्जाइटी हुने हुन्छ फ्यामिलीबाट अलिकति टाढा बसिरहँदाखेरि। त्यो अर्थमा चाहिँ एकदमै पोजिटिभ काम गरेको पनि धेरै ठाउँमा देखिएको छ होइन। अब ल्याउनै नराम्रो त होइन, तर अब ल्याएर पनि तपाईँको के छ भन्दाखेरि अब काम गर्ने अथोरिटी छैन, काम गर्न मिल्दैन। त्यहाँमाथि कामै गर्नु पऱ्यो भने नि अब भाषै नपढी आउने हो, त्यत्तिकै भाषी कठिनाइ पनि। तर अब पछिल्लो समय कुनै अब यो लेभल 2 सकिसकेपछि चाहिँ एक किसिमको त्यो पनि क्षेत्रगत यिनीहरूले छुट्याइदिएको छ कि, त्यो पनि क्षेत्र छ त्यो पनि कुनमा चाहिँ दिँदैन। कम्पनीहरू त मिल्दैन समथिङ, त्यसको पनि एउटा क्षेत्र छुट्याएर काम गर्नको लागि चाहिँ केयर गिभरहरूदेखि लिएर त्यसको मैले अस्ति भर्खरै पढाएको थिएँ, त्यता चाहिँ छ। ल अब हामी चाहिँ अन्तिमतिर छौँ, अलिकता यो हामी थोरै राजनीति विषयवस्तुमा पनि जाउँ। अब तपाईँ चाहिँ एउटा सक्रिय वरिष्ठ समाजसेवी त हुनु नै हुन्छ, त्यसमा चाहिँ तपाईँ अब राजनीति शास्त्रको त अब ज्ञातै हुनुहुन्छ, एउटा त्यस्तो त होइन, कम्तीमा पनि एउटा भयो भने तपाईँ अब चाहिँ राजनीति शास्त्र पनि गरेको पनि, र एउटा चाहिँ देशमा चाहिँ आमूल परिवर्तनको लागि आफ्नो सबभन्दा बढी महत्त्वपूर्ण समय चाहिँ तपाईँले दिनुभएको अवस्था सबैलाई जगजाहेर छ। र अब विशेष गरेर चाहिँ अहिले हामी दक्षिण कोरियामा रहँदै गर्दाखेरि चाहिँ अब दक्षिण कोरियामा मात्र होइन, विश्वका जुनसुकै ठाउँहरूमा पनि र जुनसुकै देशबाट पनि आफ्नो पार्टीलाई फेभर गर्ने अथवा जुन पार्टीको चाहिँ सत्ता छ त्यही सत्ता पक्षका मान्छेहरूलाई चाहिँ राजदूतको रूपमा पठाउने एउटा प्रचलन छ। अब यद्यपि अब अरू देशका चाहिँ विज्ञहरू छानेर विज्ञ मध्येबाट पठाउलान्, तर अब नेपालमा सबै देशमा पठाउँदा त्यो विज्ञता भएका व्यक्ति नपुग्न पनि सक्लान्, अथवा चाहिँ जुन विज्ञता भएको व्यक्ति चाहिँ पठाउनु पर्ने हो त्यो व्यक्तिहरू आइरहेको अवस्था पनि हुनसक्ला होइन। र अहिले अब दक्षिण कोरियामा पनि तपाईँको अब महामहिमज्यू भर्खरै फर्किनु भएर अहिले चाहिँ रिक्त अवस्था छ, र अहिले कार्यवाहक कर्मचारीले चाहिँ कार्यवाहकको रूपमा चाहिँ उपनिवेश प्रमुखले चलाइरहेको अवस्था छ। र तपाईँ चाहिँ अब त्यही पार्टीसँग आस्थावान पनि भएको कारणले गर्दाखेरि, र फेरि तपाईँ स्पष्ट वक्ता पनि भएको कारणले गर्दाखेरि म चाहिँ यस नोमा जस्तै अहिले फर्किनु भएको जुन हाम्रो महामहिमज्यू हुनुहुन्छ उहाँलाई चाहिँ आउट अफ 10मा तपाईँ कति मार्क्स दिनुहुन्छ र किन? उहाँको कार्य सम्पादन यस्तो छ कारणले चाहिँ उहाँको व्यक्तिगत रूपमा छुट्टै भयो होइन, व्यक्तिगत हामी गएनौँ, उहाँको कार्यक्षमता अब उहाँ सक्षम मान्छे हुनुहुन्थ्यो, त्यसमा 2 मात्रै भएन। विज्ञताको हिसाबले पनि उहाँ विज्ञ हुनुहुन्छ, त्यसमा पनि 2टा कुरा रहेन। अब म 10मा 8 उहाँलाई दिन चाहन्छु। किन दिनुहुन्छ 10मा 8? यो त किन भन्दाखेरि होइन, म्याक्सिमम भन्दा पनि उहाँ हिजोको जस्तो विवादित भएर एकतर्फी कुनै पार्टीलाई मात्रै चाहिँ यहाँ गर्नु भएन। अहिलेसम्म सायद निर्विवादित भएर फर्किनु भएको महामहिम चाहिँ हो जस्तो लाग्छ। भलै सबै अब कुनै न कुनै कुरामा सबै 100% सबैको त कहीँ पनि 100% एफिसियन्सी र 100% पोजिटिभ त आउँदैन, तर पनि उहाँले सकेसम्म चाहिँ
बसिरहँदा केही सकारात्मक कदमहरू चाहिँ चाल्नु भएको थियो त्यो अर्थमा पनि के अब यो तपाईँको यस्तो हुन्छ राजदूत भनिसकेपछि राजदूतको काम कर्तव्य सबैभन्दा महत्त्वपूर्ण कुरा हो किनभने एउटा राजदूत आइरहँदाखेरि राजदूतको काम के हो भन्ने कुरा चाहिँ त्यो राजदूतले बुझ्नुपर्ने हुन्छ क्या अब राजदूत आइसकेपछि राजदूतले कम्तीमा पनि यहाँ भएका नेपालीहरूको समस्या मात्र बुझ्ने होइन दुई देश बिचको एउटा कूटनीतिक सम्बन्धलाई पनि स्थापित गर्न पनि एउटा राजदूतको चाहिँ महत्त्वपूर्ण भूमिका रहन्छ त्यसमा चाहिँ कूटनीतिक रूपमा चाहिँ उहाँ सफल हुनुभएको हुनाले पनि मैले 10मा एड चाहिँ त्यसरी त्यो अर्थमा चाहिँ अब तपाईँले 2-3 वर्षमा नेपाल फर्किन्छु भन्नुभएको छ फेरि नेपाल फर्केर त्यही पार्टीबाट राजनीति गर्ने भएर उहाँ चाहिँ माथिल्लो लेभलमा भएको कारणले होइन त्यसरी त कहिले पनि सोध्दिनँ म राजनीतिक रूपमा मैले अघि पनि भने आस्था आफ्नो ठाउँमा रहन्छ मैले आस्थाको रूपमा म गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हिजोको दिनमा आफ्नै पार्टीले अथवा जुन आस्था राखिन्छ त्यहाँ गलत गर्नेलाई मैले गलतै भन्ने मान्छे हो र अहिले नयाँहरूमा पनि मैले राम्रो गर्नेलाई समर्थनै गर्ने हो र गलतलाई गलतै भन्ने हो म चाहिँ त्यो अर्थमा पनि होइन मलाई कसैको मैले हिजोको दिनदेखि मैले भने मलाई कसैको न कसैको जिउ हजुरी गर्ने मान्छे न म कसैको आशीर्वाद पाएर म अगाडि बढ्नुपर्छ भन्ने म त्यो नेचरको मान्छे नभएको हुनाले पनि मलाई स्पष्ट रूपमा मलाई त्यो चाहिँ कोहीप्रति कसैको बारेमा के बोलिदिँदा भन्ने नै मलाई त्यो लाग्दैन र अब अहिले नेपालमा चाहिँ अब जेनजी मुभमेन्ट भयो होइन धेरै कुराहरू परिवर्तन भयो अब तपाईँ हामीभन्दा कान्छो उमेरका व्यक्तिहरूले प्रधानमन्त्री हुनु भएको छ यसलाई तपाईँले कसरी लिनु भएको छ यो मुभमेन्टलाई यस्तो छ परिवर्तन हुनुपर्छ परिवर्तन आवश्यक थियो भयो तर प्रधानमन्त्री भइरहँदाखेरि प्रधानमन्त्रीको भूमिका कस्तो रहन्छ भन्नेले चाहिँ म्याटर गर्छ होइन प्रधानमन्त्री कति उमेरको भयो भने उसको उमेरसँग म्याटर गर्दैन ऊ कुन समुदायसँग गर्छ त्यसले पनि म्याटर गर्दैन र ऊ कुन पार्टीबाट हो त्यसले पनि म्याटर गर्दैन किनकि प्रधानमन्त्री भनेको कुनै पार्टीको हुने होइन होइन यो अहिले संसदीय प्रणालीमा एउटा पार्टीबाट भइसकेपछि तर ऊ त प्रधानमन्त्री त सिङ्गो नेपालको बन्ने हो र सिङ्गो देशको बन्ने हो नि त ऊ पार्टीमा जस्तो हो सांसद भइरहँदाखेरि पनि त कुनै एउटा तपाईँको पार्टीको तर्फबाट टिकट लिएर पो सांसद बन्ने हो त तर संसद भइसकेपछि त ऊ त त्यो क्षेत्रको त साझा व्यक्ति बन्नुपर्छ अझ प्रधानमन्त्री भनेको त झन् कार्यकारिणी अवस्थामा चाहिँ मैले अघि पनि भने म खुसी छु किन भन्दाखेरि एउटा यत्रो जेनजीहरूको रगत पसिनाबाट देशमा त्यत्रो आमूल परिवर्तन आएर अब एउटा यङ जेनेरेसनमा जब राजनीति नै परिवर्तन हुन्छ त्यसको लागि त हामी पनि एउटा यङ जेनेरेसनको मान्छे भएको हुनाले एकदमै खुसी छु तर मैले भने नि प्रधानमन्त्रीले आफ्नो काम कर्तव्य चाहिँ कसरी चाहिँ देश र जनताप्रति गरिराख्नु भएको छ कूटनीतिक सम्बन्धदेखि लिएर नेपालकै राजनीतिक अवस्थालाई कसरी बुझ्नु भएको छ र कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहन्छ अब यसैमा जोडिहालौँ होइन अब तपाईँ त एउटा राजनीतिमा पनि धेरै अग्रस्थानमा चाहिँ विद्यार्थी राजनीतिदेखि लिएर अब दक्षिण कोरियामा पनि तपाईँले आस्था राखिराख्नु भएको पार्टीबाट चाहिँ पार्टीको अध्यक्ष हुनको लागि चाहिँ पनि तपाईँले चाहिँ आफ्नो उम्मेदवारी दिएर चाहिँ पछाडि अरूलाई सघाउनु भएको भन्ने कुरा सबैलाई थाहै छ र यसमा चाहिँ अब जुन प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति जुन चाहिँ हामीले भारतले मात्र हाम्रो सीमा मिचेको होइन नेपालले पनि भारतको सीमा मिचेको रहेछ मलाई प्रधानमन्त्री थाहा भएपछि थाहा भयो भने जुन एउटा अभिव्यक्ति दिनुभयो त्यसलाई तपाईँले कसरी लिनुभएको छ र अहिले सुनिँदैछ सुस्तामा चाहिँ उहाँको त्यो भाषण पछाडि चाहिँ त्यहाँनिर इन्डियाबाट चाहिँ एसबिआई त्यो आएर चाहिँ होइन आएर चाहिँ त्यो एउटा तनावको स्थिति रहेको छ त्यसलाई तपाईँले कसरी लिनुभएको छ मैले चाहिँ राष्ट्रपाले के गर्नु पर्ला आफ्नो प्रधानमन्त्रीलाई कन्ट्रोल गर्नु पर्ला कि अथवा उहाँले गर्नुभएको चाहिँ ठिकै छ राष्ट्रसभाभित्रको आन्तरिक कुरा त हामीलाई थाहा हुने कुरा भएन तर मैले प्रधानमन्त्रीको रूपमा चाहिँ जुन प्रधानमन्त्रीको अभिव्यक्ति छ यो चाहिँ राष्ट्रप्रतिको अहिलेसम्मकै सबैभन्दा भयङ्कर राष्ट्रघाती र तपाईँको राष्ट्रप्रतिको चाहिँ एकदमै देशलाई चाहिँ कुन दिशातिर लाने भन्ने चाहिँ अब अस्तिको अभिव्यक्तिले ठुलो समस्या निम्त्याउन सक्छ किन भन्दाखेरि हिजोको दिनमा लामो समय राजनीति गरेर हिजोको दिनमा पुराना राजनीतिक दलहरूले पनि त यो सीमा विवाद त अहिलेको होइन पुरानो सीमा विवाद हो तर राष्ट्र र राष्ट्रियता भनेको चाहिँ तपाईँको पार्टी जातिभन्दा माथि रहन्छ किन भन्दाखेरि राष्ट्र रहेन हामी रहने हो
राष्ट्रपति अहिलेसम्म यस्तो अभिव्यक्ति कुनै पनि प्रधानमन्त्रीहरूले दिएको छैन। किन भन्दाखेरि होला उहाँहरूको व्यक्तिगत नेचर होला, भित्र भएर पनि अहिलेसम्म बाहिर खुला रूपमा बोल्न सकेको थिएन। तर अब उहाँले त्यो भनिरहँदाखेरि साँच्चीकै त्यस अवस्थादेखि संसदको अवस्था हेर्नुहुन्छ भने संसद पनि अवरुद्ध छ। किन भन्दाखेरि नेपालीले चाहेको अहिलेको प्रधानमन्त्री कस्तो भन्दाखेरि परिवर्तन चाहेको छ र राष्ट्रलाई साँच्चीकै एउटा विकासको उचाइमा पुर्याउने खालको, देशमा स्थायी शान्ति अनि सुव्यवस्था र विकास होस् भन्ने खालको मान्छेले चाहेको त त्यही त हो नि। किन भन्दाखेरि तपाईँको 2/3 त अहिले मात्रै होइन नि, योभन्दा अगाडि धेरै पटक 2/3 सरकारहरू त नेपालमा त एमालेले ल्यायो, करिब नजिक ल्याएको अवस्था हो। तर 2/3 गर्ने होइन कि, किनकि संसद भनेको चाहिँ तपाईँको प्रतिपक्षको हुन्छ भने सरकार चाहिँ तपाईँको प्रधानमन्त्री हुन्छ होइन, प्रधान पार्टीले जो सरकारमा छ उहाँहरूले उ गर्ने हो। तर अहिले यो अभिव्यक्ति चाहिँ राष्ट्रको लागि चाहिँ एकदमै घातक अभिव्यक्ति हो। किन भन्दाखेरि त्यो कारणले गर्दाखेरि हिजो अहिले त तपाईँको भारतीय कति मिडियाहरूले त प्रधानमन्त्री हाम्रै बिहारको हो र यहाँबाट गएर शाहबाट यस्तो शाह भन्ने पनि अभिव्यक्तिहरू पनि आइरहेको पनि हेरिरहन्छ होइन। अनि त्यसपछि तपाईँको धेरैवटा अभिव्यक्तिहरू त्यसपछि तपाईँको सुस्तामै त्यसरी अब खुल्ला भारतीय एसबिआईहरूको आएर उ गरिसकेको छ, समथिङ एसबिआई के भन्छ होइन, सीमा सुरक्षा बलहरू त्यसरी आइसकेको अवस्था छ। अब यसलाई चाहिँ अब यो प्रतिपक्षीहरूले पनि र सरकार पक्षले पनि अब संसदबाटै यी कुराहरूको चाहिँ समस्याको समाधान गरेर संसद खुलाएर कसरी हुन्छ, प्रतिपक्षलाई पनि साथ लिएर अगाडि यो राष्ट्र र राष्ट्रियताको कुरामा चाहिँ एकजुट भएर अगाडि जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अब यसैमा पनि अब मानौँ अब प्रधानमन्त्रीले त्यो भन्नुभयो, अब बालेन प्रधानमन्त्री भएको कारणले गर्दाखेरि खासै अब राष्ट्रपतिका त सबै सांसदहरूले चाहिँ सहमति नै जनाउनु भयो होइन, अब होसमा जनाउनु भयो, बेहोसीमा त्यो उहाँ होइन। यो त यस्तो छ नि, अब राष्ट्रसभामा कति प्रतिशत चाहिँ तपाईँको राजनीति, देश, राष्ट्र, राष्ट्रियता बुझेर आएको तपाईँले मान्नेहरू देख्नु भएको छ। त्यहाँ त तपाईँको यसपालि त यो कफीको बोतललाई उठाइदिएको भए पनि जित्ने अवस्था हो नि त। किन भन्दाखेरि तपाईँको उम्मेदवारी नै खारेज भएको उम्मेदवारको पनि त तपाईँको सबैभन्दा सर्वाधिक डबल त्रिबल भोट आएको अवस्था होइन भनिसकेपछि अब त्यहाँ सबै राम्रा मान्छेहरू छन् भन्ने पनि छैन र सबै नराम्रा मान्छे भन्ने पनि छैन। किन भन्दाखेरि सबै ठाउँमा कतिको बुझेछन् भन्ने अब हिजो अस्ति तपाईँले एउटा रञ्जु दर्शनाजीको अभिव्यक्ति पनि हेर्नुभयो होला। अब हामी यो संसदीय प्रणालीमा भर्खर आएको छौँ, अब तालिमको लागि बजेट भने अब यस्ता अभिव्यक्ति लगायत अरूको किन धेरै तपाईँ हामीले सर्वाधिक अहिले त यत्रो मिडियाको जना छ, उहाँहरूको सबैको हेरिरहेकै अवस्था छ। त्योभन्दा पनि विशेष कुरा चाहिँ के भन्दाखेरि राष्ट्र र राष्ट्रियताको सन्दर्भमा चाहिँ सबै ठाउँमा आउनुपर्छ, सबैजना एकजुट भएर यो प्रधानमन्त्रीको अभिव्यक्ति चाहिँ यो गलत हो र उहाँले आएर माफी मागेर संसदलाई सुचारू गरेर आगामी अब तपाईँको नीति बनाउने ठाउँमा गएर अब यो त्यत्तिकै तपाईँको हल्ला मात्रै गरेर बसिराख्नु त होइन, नीति निर्माण गर्नु पऱ्यो नि। अनि तपाईँको उहाँले आएर कसरी हुन्छ त्यो सदन चाहिँ सुचारू गर्ने वातावरण चाहिँ प्रधानमन्त्रीले बनाइदिनुपर्छ जस्तो लाग्छ मलाई। अनि अब यसैमा चाहिँ अब राजसभाको 2/3 करिब छ होइन, र उसैले बनाएको प्रधानमन्त्री हो, तर राजसभा चाहिँ मौन भएको अवस्था छ र अब त्यही वक्तव्य चाहिँ एमाले, माओवादी, काङ्ग्रेस अथवा अरू दलका कसैले दिएको भएदेखि चाहिँ अब सबै घर जल्थ्यो होला। तर अब बालेनजीले बोल्नु भएको कारणले गर्दाखेरि अब जनताहरूले पनि त्यसलाई सहज रूपमा स्वीकारेको अवस्था छ। यसलाई तपाईँले कसरी लिनुभएको? यस्तो छ, मैले अघि भने नि अहिले हामी नेपालीहरू चाहिँ यो मिडिया छ नि एल्गोरिदम, अहिले हामी यहाँको पछाडि लागेछौँ कि जे भन्दाखेरि पनि सत्य भन्ने। अहिले जस्तो राजसभाको सांसदहरूले त्यतिभन्दा टेबल ठटाएको त तपाईँहरूले कतिले त चाहिँ नेपालले चाहिँ इन्डियाको भूमि मिचक हिजोको दिनमा नेकपा एमालेकै गृहमन्त्री हुँदाखेरि उसको गलत अभिव्यक्तिको प्रति पनि एमालेको भातृ सङ्गठन चाहे अखिल होस्, अनेरासुबी होस्, चाहे तपाईँको युवा सङ्घ होस्, आफ्नै गृहमन्त्रीको विरुद्धमा, प्रधानमन्त्रीकै अभिव्यक्तिको विरुद्धमा पनि सडकमा निस्केको अवस्था थियो। हिजो नेपाली काङ्ग्रेसको प्रधानमन्त्री भइरहँदाखेरि, नेपाली काङ्ग्रेसको प्रधानमन्त्री हुँदाखेरि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति चाहिँ उसकै पार्टीका भातृ संस्थाहरू पनि तपाईँको सडकमा उत्रेको अवस्था थियो। तर अहिले राजसभाको चाहिँ के चाहिँ अवस्था छ भन्दाखेरि अब यो ऊ भगवानै सम्झेर उसले बोलेको चाहिँ सबै कुरा सत्य। अहिले तपाईँको यसलाई चाहिँ यो सुनको डल्ला हो भन्यो भने पनि यो त हो, उहाँले भनेपछि त हो यो सुनकै डल्ला भन्ने स्थिति छ। यो अहिलेको चुनावको मत परिणाम अवस्था पनि त्यही त हो नि।
एक त जनताले परिवर्तन चाहिएको थियो, स्थायी राजनीति स्थायी सरकारको पनि मान्छेले महसुस गरेको थियो, त्यो भएर पनि एउटा पार्टीतिर भए भने। दोस्रो कुरा भनेको चाहिँ यही हो क्या, एल्गोरिदम र मान्छेलाई त्यो किसिमको अब उहाँहरू आएपछि चाहिँ सबै थोक चाहिँ एकैछिनमा काया पलट गर्छ भन्ने छ। किन भन्दाखेरि राजनीति त्यति सजिलो छैन, देश चलाउने कुरा त्यति सहज कुरा होइन। अहिले ल्याएर तरकारी बारीबाट टिपेर पकाएर त्यहाँ केही मिसाएर खाएको जति सहज होइन देश चलाउने कुरा, देश विकास गर्ने कुरा। अहिले चाहिँ अब तपाईँको प्रतिपक्षको रूपमा चाहिँ अब नेपाली काङ्ग्रेस भन्दा पनि तपाईँको चाहिँ हर्क सम्बाङजी चाहिँ होइन अलि एक्टिभ हो कि भन्ने खालको देखिन्छ र अब कतिले उहाँलाई चाहिँ अराजक भनिरहेको अवस्था पनि छ। कतिले चाहिँ अब खासमा त काङ्ग्रेस अथवा एमाले चाहिँ एउटा प्रतिपक्षको रूपमा हुनुपर्थ्यो, तर उनीहरूभन्दा चाहिँ सङ्ख्यात्मक रूपमा थोरै भए पनि हर्क साम्पाङको चाहिँ उपस्थिति डह्रो देखिन्छ। खासमा उसले यति नगरेको भएदेखि चाहिँ हुन्थेन भन्ने खालको पनि छ र हर्क साम्पाङजीलाई चाहिँ एउटा सपोर्ट गर्ने जमात पनि ठुलै छ। तपाईँ पनि त्यही कम्युनिटीबाट हुनुहुन्छ, यद्यपि तपाईँको राजनीतिक आस्था फरक होला, तर तपाईँ स्वतन्त्र रूपमा चाहिँ आफ्नो अभिव्यक्ति राख्ने हुँदाखेरि तपाईँ त्यसलाई कसरी लिनुभएको छ? यस्तो छ, हर्कजीको सन्दर्भमा उहाँले उठाउनु भएको मुद्दाहरू जायज छन्। राष्ट्रियता कुरा, राष्ट्रियताको सन्दर्भमा उहाँले अब सबैको आफ्नै नेचर हुन्छ। उहाँले बोल्ने शैली उहाँकै होला, मैले बोल्ने शैली मेरै हुन्छ होइन। उहाँ कतिको एग्रेसिभ हुनुहुन्छ, म कतिको एग्रेसिभ भन्ने त्यो चाहिँ आफ्नो त्यो तपाईँको पर्सनल उमा भर पर्ने कुरा अब हो। र तर हर्क साम्पाङले उठाएको मुद्दाहरूमा चाहिँ जुन अहिले संसदकै कुरा गर्नुभयो, हर्क साम्पाङ जस्तो चाहिँ 10 जना मान्छे हुनुपर्थ्यो जस्तो चाहिँ लाग्छ मलाई। र अहिले मैले यो भनिरहँदाखेरि मलाई पनि गाली आउन सक्छ। भले म हर्क साम्पाङको पनि, तपाईँले मेरो फेसबुकमा गएर हेर्नुभयो भने हर्क साम्पाङको लगभग मैले हरेक कुराहरूमा विरोधै गरेको छु भन, उहाँको गलत अब अहिले अभिव्यक्तिहरूमा दिएको चाहिँ कारणले गर्दाखेरि संसद अवरुद्ध भएको छ। जनताले चाहिँ संसद अवरुद्ध गर्नको लागि त्यो बाँदरे प्रविधि देखाउनको लागि पठाएको होइन भन्ने एउटा छ। त्यसैमा फेरि उहाँकै पार्टीका चाहिँ एकजना सभासदले चाहिँ बाँदर मार्नुपर्छ भन्ने कुरा गरिराख्नु भएको छ। तपाईँले अहिले कसरी लिनुभएको छ? खासमा चाहिँ हर्क साम्पाङको पार्टीले र हर्क साम्पाङले चाहिँ त्यसरी संसद अवरुद्ध गर्नुहुन्थ्यो अथवा हुन्थेन? यस्तो छ, यो संसद अवरुद्ध गर्नुको अहिले मैले देखिरहेको प्रमुख पहिलो कारण भनेको त प्रधानमन्त्रीको अभिव्यक्ति नै छ। अब दोस्रो पछिल्लो समय जुन करको दर हेरफेरको कुरा पनि छ र अहिले तपाईँले जुन बाँदरको प्रसङ्ग निकाल्नु हो, अब बाँदरको प्रसङ्गलाई मार्नुपर्छ भन्ने पक्षमा त म पनि होइन बाँदरको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ। तर कसरी चाहिँ त्यो समस्याको समाधान गर्न सकिन्छ, निराकरण गर्न सकिन्छ, त्यसको त कम्तीमा पनि एक किसिमको निचोडमा त संसदबाट पुगेर त्यो एक किसिमको नीति त बनाउनु पऱ्यो नि। तपाईँको गाउँमा जाने हो भने त बस्ती उजाड भएको छ, काठमाडौँमा माइती घर बसेको मान्छेहरू देख्दा चाहिँ अचम्म लाग्छ। स्वयम्भूको बाँदर र पशुपतिको बाँदर होइन कि गाउँको बाँदर चाहिँ, यो कुरा चाहिँ ढुकाउनु छ। तपाईँको एउटा सबै भ्याइन्छ त गाउँपाल त पालिकाको मान्छेको सबै बस्ती सरेर जानुपर्ने अवस्था छ। केही राखे पनि केही लगाए पनि हुँदैन। तपाईँको 200-300 बाँदर आएपछि त तपाईँको वर्षभरि खाने मकै त ठुलो बनाउँछ, 10 मिनटमा खाएर सकेको अवस्था छ। घरभित्रबाट राखेको सबै लगेर खाइदिने अवस्था छ। त्यो अवस्थामा मार्नै पर्छ होइन, मारेर मात्रै त समस्याको समाधान नहोला। किन भन्दाखेरि इकोसिस्टमदेखि लिएर हरेक कुरा प्रगतिमा त सबैलाई बाँच्नकै लागि पठाउनु त पठाएको, तर त्यसलाई पनि त केही न केही त समस्याको समाधान त होला नि। तपाईँको अस्ट्रेलियामा हेर्ने भने कङ्गारूलाई कसरी चाहिँ नियन्त्रण गरेर राखेको छ, त्यहाँ पनि कङ्गारू वर्षमा यतिवटा मार्ने भनेर कानुन बनाइदिएको छ होइन। त्यो अनुसारले त्यसै मार्ने, नेपालमा पनि त्यो कानुन त ल्याउन सकिन्छ। ल अब तपाईँले चाहिँ मानौँ न अब राष्ट्रियता कुराहरू पनि गरियो होइन, तपाईँलाई चाहिँ अब तपाईँको आस्था फरक होला, तर रवि लामी छाने र बालेन छान्नु पर्यो, तपाईँ कुन छान्नुहुन्छ? यस्तो छ, राजनीतिक हिसाबले हेर्ने हो भने एउटा छान्न पऱ्यो, तपाईँले व्याख्या नगरिकन जस्तै अब रवि छान्नुहुन्छ। हजुर, रवि लामी। हर्क साम्पाङ र सुदन गुरुङ छान्नु पऱ्यो, को छान्नुहुन्छ? हर्क साम्पाङ छान्नुहुन्छ। राई भएको कारणले त होइन, सुदन पनि सुदन गुरुङ हो नि, गुरुङ भयो होइन। किन भन्दाखेरि राष्ट्र र राष्ट्रियताको सन्दर्भमा भनेको किन भन्दाखेरि बोलेर भन्दा कामले देखिएको हुनाले पनि, जस्तो उहाँको टिओबीदेखि लिएर हरेक कुराहरू त प्रत्यक्ष रूपमा जोडिएरै आएको छ र त्यो त सत्य कुरा पनि हो नि त। टिओबी कहाँबाट चलेको छ भन्ने त स्पष्ट रूपमा त हामी त अलिअलि अध्ययन गरेको मान्छे, हामीलाई त स्पष्ट थाहा छ नि त। त्यो अर्थमा पनि राष्ट्र र राष्ट्रियताको सन्दर्भमा हर्क साम्पाङ। अब अहिले चाहिँ अब पछिल्लो चरणमा अब आम जनताले पनि महसुस गरेको, अब तपाईँ अब त्यही पार्टीसँगै आस्थावान भए तापनि अब तपाईँ लगायत धेरै चाहिँ बौद्धिक व्यक्तिहरूले, एउटा राजनीतिक व्यक्तिहरूले महसुस गर्नुभएको कुरा चाहिँ खासमा माओवादी एमाले काङ्ग्रेस चाहिँ प्रतिपक्षको रूपमा चाहिँ अलिक कमजोर भयो
भनी खाएको त्यसलाई कसरी लिनुभएको छ तपाईँले? एउटा हर्क साम्बाङले चाहिँ नेतृत्व गरिरहेको छ, तर जो एउटा चाहिँ फ्रन्ट लाइनका थिए यस्तो छ। अब प्रतिपक्ष कमजोर पनि दुईवटा कुरा हुन्छ। अब भौतिक रूपमा उपस्थित भएर कमजोर हो कि अब वैचारिक बहसको रूपमा उठेर कमजोर हो, त्यो दुईवटा कुरा रहन्छ। हेर्नुहोस् होइन, अब बोल्न त नेपाली काङ्ग्रेसका जो प्रमुख प्रतिपक्ष दलको भीष्मराज आङदामेजी हुनुहुन्छ, उहाँहरूको कुराहरू सुनिरहेकै छु। हेर्नु त कति गहकिलो कुराहरू उठाउँछ, त्यो त रासपाको धेरै सांसदले त बुझ्न पनि सक्दैन उहाँले बोलेका कुराहरू त। र तपाईँको अहिले जो हाम्रो सभामुख हुनुहुन्छ उहाँ पनि एउटा पार्टीको जस्तो सभामुख बन्नुभयो क्या अहिलेको सन्दर्भमा। सभामुखले भनेको त भूमिका चाहिँ होइन, उहाँको भूमिका त एकदमै गलत छ नि। सभामुख भइसकेपछि निष्पक्ष हुनुपर्छ। उहाँ कुनै पनि पार्टीको होइन, उहाँ त संसदको हो, देशको सभामुख हो। दलको भएर त्यस्तो भन्नु त भएन। होइन, मैले त्यसरी होइन। मैले हिजोको दिनमा चाहे देवराज घिमिरे हुँदाखेरि होस्, चाहे त्योभन्दा अगाडि सुभाष नेमाङदेखि हरेक कुराहरूमा पनि मैले यो विषयहरूमा त स्पष्ट रूपमा उहाँ चाहिँ त्यो पद हो कि उहाँले चाहिँ कुनै पनि पक्ष विपक्ष नभइकन उहाँ चाहिँ तटस्थ बसेर संसद सञ्चालन गर्नुपर्ने हुन्छ कि। अब उहाँले त सभामुखले त प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्छ, संसदप्रति त जवाफदेही त बनाउनुपर्छ नि त। त्यही संसदले बनायो होइन र भने प्रधानमन्त्री त त्यही संसदले बनायो नि त प्रधानमन्त्री त। नियमावली अनुसार त सभामुखले चाहिँ प्रधानमन्त्रीलाई पनि रुलिङ गर्न सक्छ। त्यो त सभासद भएकै कारणले चाहिँ प्रधानमन्त्री हो। त्यो भएर त्यो किसिमको वातावरण चाहिँ बनाइदिएर कम्तीमा पनि अहिलेसम्मको यो जति पनि वितण्डाहरू जति पनि संसदभित्र किचलो छ नि, उहाँले रुलिङ गरेर प्रधानमन्त्री पनि त जवाफदेहिता त बन्नुपर्छ नि। हिजो राजसभा प्रतिपक्षमा हुँदाखेरि प्रधानमन्त्री नआउँदाखेरि चाहिँ नआउँदासम्म तपाईँको निलो बाँध्ने, अगाडि गएर बस्ने पढ्ने कामहरू त भएकै हो नि त। तर अहिले आफ्नै हुँदाखेरि चाहिँ प्रधानमन्त्रीको जवाफ माग्ने सन्दर्भमा त त्यो किसिमको बोल्नुपर्छ भन्ने मान्छे चाहिँ हो म पनि कुनै पार्टीप्रति आस्था राखे पनि भोलिको दिनमा गलत गरेछ भने म बरु पार्टीले कारबाही गरोस्, तर सत्य कुरा चाहिँ बोल्न छोड्नु हुँदैन भन्ने मान्छे हो म चाहिँ। हजुर, अब हामी कार्यक्रमको अन्तिम तर्फ पनि छौँ र अब अन्तिममा अब अहिले चाहिँ नेपाली राजनीतिक वृत्तमा चाहिँ अब पोलिटिकल पार्टीहरूमा चाहिँ एउटा रिफर्मको चाहिँ एउटा आइरहेको अवस्था छ होइन। त्यसै क्रममा चाहिँ काङ्ग्रेसले चाहिँ 6 लाखभन्दा बढी चाहिँ अब क्रियाशील अध्यावधि गर्यो भन्ने अवस्था छ। यद्यपि त्यहाँनिर नि अब चाहिँ शेखर कोइरालादेखि लिएर तपाईँको चाहिँ शेरबहादुर पक्षका केही मान्छेहरू नआएको भन्ने कुराहरू पनि छ। तर अब जुन तपाईँले आस्थावान जुन पार्टी छ नेकपा एमाले, अझैसम्म पनि रिफर्म भइरहेको अवस्था छैन के? खासमा केपी ओलीकै नेतृत्व ठिक हो कि अथवा चाहिँ यो रिफर्म भएर चाहिँ तपाईँहरू जस्तै युवाहरूले पनि मौका पाउनुपर्ने? यस्तो छ होइन, रिफर्म त हुनुपर्छ पार्टी त। किन भन्दाखेरि सधैँभरि एउटै नेतृत्व रिफर्म भएर चाहिँ नयाँ मान्छे आउनुपर्ने हो कि अथवा त्यही मान्छे? यस्तो छ, हिजोको जुन अवस्था क्रिटिकल अवस्थाहरू थियो त्यो अवस्थामा केपी ओली ठिक थियो पार्टीको लागि। अब रिफर्म हुँदै अब पुस्तान्तरण हुँदै जानुपर्छ। किन भन्दाखेरि सधैँ एकै ठाउँमा एउटै व्यक्ति नेतृत्वमा रहिरहँदाखेरि त्यसले कता कता कहिलेकाहीँ चाहिँ एक किसिमको थोरै अहङ्कार चाहिँ पैदा गर्छ। त्यो भएको हुनाले पनि र सधैँ कम्तीमा पनि एक व्यक्ति एक कार्यकालभन्दा अर्को कार्यकाल चाहिँ अध्यक्ष नहुने प्रावधान चाहिँ ल्याउनुपर्छ भन्ने चाहिँ मेरो चाहिँ म त अहिले पनि त्यो कुरा त पार्टीमा उठाएर आएको मान्छे हो। भनेपछि तपाईँको चाहिँ अब एटलिस्ट तपाईँको योगेश भट्टराई तहका मान्छेहरू चाहिँ एउटा पार्टी अध्यक्ष, म त अझै भन्छु यदि पार्टीलाई अब रिफर्म गर्ने हो भने पहिलो र दोस्रो पुस्ताको चाहिँ उहाँहरूलाई चाहिँ अभिभावकको तहमा राखेर वर्षभन्दा तलका 40 पनि नभनौँ 50 भन्दा तलको उमेरले मात्रै म्याटर गरेन। तपाईँको पहिलो र दोस्रो लेयरका जति पनि हुनुहुन्छ उहाँहरूले पार्टीप्रति योगदान छ, उहाँ त्यो चाहिँ सम्मान गर्दै उहाँहरूलाई चाहिँ सल्लाहकारको रूपमा अभिभावकको रूपमा राखेर अब तेस्रो पुस्तातिर चाहिँ पार्टी हस्तान्तरण गरेर अब चाहिँ अलिकति रिफर्म गरेर साँच्चीकै हिजो जुन एउटा नेकपा एमालेको जुन एउटा स्लोगन छ जनताको बहुदलीय जनवादलाई स्थापित गर्दै मदन भण्डारीको जुन छ त्यसलाई स्थापित गर्दै अगाडि जानुपर्छ भन्ने नै हो। अहिले विद्या भण्डारीको पनि आइरहेको छ र विद्या भण्डारीको पनि सदस्यता चाहिँ रिन्यू गरेको भन्ने कुरा छ। तर अब चाहिँ केपी ओलीले चाहिँ आफू हुन नसक्ने भएपछि फेरि विद्या देवीलाई चाहिँ हातमा लिएर काम गर्न खोजेको अब यस्तो छ। कसरी लिनुभएको छ? अब हाम्रै तहसम्म त त्यो नेतृत्वमा भएका कुराहरू निर्णयहरूलाई अब हामीले सुन्न बाहेक हामीले त डिसिजन त गर्न सकिँदैन। मैले अघि नै भनिहालेँ नि, पहिलो र दोस्रो लेयरको होइन कि अब तेस्रो लेयरको चाहिँ तेस्रो तहका नेताहरू चाहिँ नेतृत्वमा फेरि अब एकचोटि राष्ट्रपति भइसकेको मान्छे फेरि चाहिँ पार्टी नेतृत्वमा आउनलाई कतिको जायजको रूपमा लिनुभएको छ तपाईँले?
अब यो तपाईँको उहाँको व्यक्तिगत कुरालाई त मैले त तपाईँ एउटा क्याडेट बोल्न त किन भन्दाखेरि कसैको व्यक्तिप्रति तर जहाँसम्म नआउँदा राम्रो मेरो सल्लाह सुझाव छ किनकि त्यो उहाँको अब व्यक्ति विशेष त मैले उहाँको व्यक्तिगत डिसिजनलाई मैले त केही भन्न त सक्दिनँ तर एकचोटि राष्ट्रपति भइसक्नुभयो अब अहिले पार्टीको नेतृत्व भन्दा पनि एउटा अभिभावकको रूपमा बस्दिएर अब अन्य नयाँ पार्टी तलाई चाहिँ पार्टी सुम्पिएर पार्टीलाई रिफर्म गर्दै हिजोको जुन एउटा उल्लास एउटा होइन ऊर्जावान कार्यकर्ताहरू थिए त्यो कार्यकर्ताहरूलाई चाहिँ फेरि एकीकृत गरेर अगाडि जानुपर्छ त्यसको लागि चाहिँ अब मैले भने तेस्रो पुस्ता आउनुपर्छ अब अहिले रिफर्मको नाममा चाहिँ अब नेपाली काङ्ग्रेसलाई मैले भने 6 लाखभन्दा बढीको चाहिँ आइरहेको छ र अब गगन थापाले चाहिँ अब विशेष महाधिवेशन गरेर चाहिँ शेरबहादुर देउवालाई चाहिँ गलहत्याकै किसिमबाट चाहिँ निकालेको भन्ने पनि केही शेरबहादुर देउवा उसका उहाँका आफ्ना टिमको कुराहरू छ गगन थापाको लागि तपाईँको सजेसन के छ अथवा होइन म गगन दाई नै भन्छु गगन दाईले मैले व्यक्तिगत रूपमा पनि चिनेको मान्छे हो होइन पहिले किन भन्दाखेरि उहाँ विद्यार्थी राजनीति गर्दै गर्दाखेरि 62-63को आन्दोलनमा हामी सँगै त्योभन्दा अगाडि पनि हामी धेरैवटा उमा चाहिँ सँगै गरेको मान्छे हो पार्टीलाई को नेतृत्वमा चाहिने मान्छे हो उहाँ हुनको लागि अब तर पछिल्लो समय गुटबन्दीको कुरा गर्ने हो भने नेपाली काङ्ग्रेस पहिलेदेखि नै गुटबन्दीको त हरेक पार्टीमा हुन्छ तर देखिएरै गुटबन्दी भएको नेपाली काङ्ग्रेसमै हुन्थ्यो तर पनि पार्टी नफुट्ने अवस्था चाहिँ थियो तर अब यसपालि अब यो नेपाली काङ्ग्रेस फुट्नु भनेको काङ्ग्रेसलाई मात्रै घाटा होइन जस्तो लाग्छ मलाई चाहिँ किनकि हामीले राजनीतिक रूपमा फरक आस्था फरक विचार राख्ने भयो भने हामीले राष्ट्र र राष्ट्रियताको लागि सोच्ने हो भने लोकतन्त्रको लागि सिङ्गो गणतन्त्रको लागि र देशकै लागि पनि एक किसिमको घाटा हो जस्तो लाग्छ मलाई चाहिँ नेपाली काङ्ग्रेस फुटिरहँदाखेरि त्यो चाहिँ अब गगनजीले मिलाएर अब त्यो अब मेरो गोरुको बाह्रै टका भनेर अब पेलेरै जाने रणनीति भयो भने त पक्कै पनि पार्टी फुट्छ किन भन्दाखेरि अहिले पछिल्लो समय विराटनगरमा एक किसिमको भेला पनि भइरहेको अवस्था पनि छ भन्ने पनि सुन्नमा आउँछ होइन अब सबैलाई मिलाएर अगाडि बढ्दा किनभने कोही पनि मेरो भन्छु नि म फुटेर होइन कि व्यक्तिगत त्यो फुट्नु भनेको त व्यक्तिगत स्वार्थकै लागि फुट्ने हो विचार नमिलेर केही स्वार्थ नमिलेरै फुट्ने हो नि त नेकपा एमाले पनि अहिले हेर पहिले तपाईँ माले हुँदादेखि लिएर अहिले पछि एमाले हुँदासम्म आउनुहोस् अथवा हिजोकै दिनमा तपाईँको प्रचण्ड पार्टी एकीकरण गरेर त्यति बेलादेखि हेर्नु त्यसपछि माधव कुमार नेपाल हुँदै हेर्नुहोस् यो इतिहास त कुनै न कुनै स्वार्थ बाँचिएर न हो पार्टी नै बनाउनुपर्छ भनेको भए त कसैले त्याग पनि गर्न सक्नुपर्छ अब अन्तिममा चाहिँ अब हामीले चाँडै कोरियामा चाहिँ राजदूत पाउँदैछौँ र अब स्वतन्त्र आउनुहुन्छ अथवा राजसभाकै पार्टीकै आउनु होला त्यो त समयले नै बताउने छ होइन र तपाईँको ओपिनियनमा चाहिँ कस्तो व्यक्ति आउँदाखेरि चाहिँ दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूको चाहिँ हित हुन सक्ला यस्तो छ मैले भनिहालेँ राजदूत भनेको एउटाले नै एउटा एनआरएन बोकेर अर्को एनआरएनलाई चाहिँ पाखा लाउने किसिमबाट पनि काम गरेको देखियो त्यसले गर्दाखेरि चाहिँ एनआरएन एकीकरणमा पनि अलिकता चाहिँ असहज भएको हो कि भन्ने पनि केही पक्षको चाहिँ अर्को एनआरएन कुराहरू छ होइन अब तपाईँले यसलाई कसरी लिनुभएको छ पक्ष र विपक्ष अब हिजोको दिनमा मान्छेले लान्छना लगाउने अब त्यो भन्ने कुरा त अब र अब आउने नयाँ राजदूतको सन्दर्भमा चाहिँ एमएसआरको सन्दर्भमा चाहिँ मेरो एउटै कुरा के हो भन्दाखेरि कम्तीमा पनि राजदूत भएर आउने व्यक्ति कम्तीमा पनि उहाँको क्षेत्रमा चाहिँ विज्ञ होस् क्या उहाँको क्षेत्रमा भन्नाले कूटनीति हो राजदूत आफ्नो काम कर्तव्यको विषयमा चाहिँ उहाँ याद हुनैपर्छ क्या नत्र तपाईँको यहाँ आएर मात्रै अब पार्टीले नियुक्त गरेको मान्छेहरूमा पनि तपाईँको अपवाद बाहेक सबै देशमा एकदमै क्यापेबल हिजोको दिनसम्म तपाईँको हरेक देशमा अपवाद बाहेक क्यापेबलै मान्छेहरू राजदूत भएर जानुभएको छ किनकि त्यो एउटा सम्माननीय ठाउँ हो होइन त्यो भइरहँदाखेरि अब आउने ठाउँमा अब रासोपाले हिजो त हामी अब खुल्लाबाट गर्छौँ त भन्नुभएको थियो तर अब त्यो त हिजो टिकट बाँड्दादेखि लिएर अहिले संवैधानिक निकायदेखि लिएर तपाईँको प्रमुख ठाउँहरूमा तपाईँको नियुक्ति गरेको देख्दाखेरि अब त्यो त उहाँहरूको हिजोको नारा र अहिलेको नारा त मिल्न जाँदैन भलै अब राजदूत आइरहँदाखेरि चाहिँ दक्षिण कोरियामा भएका नेपाली बुझेका दक्षिण कोरियाको समस्या बुझेका दक्षिण कोरियासँग भोलिको दिनमा नेपालसँग कस्ता कस्ता किसिमको चाहिँ तपाईँको
औद्योगिक लगानीहरूदेखि लिएर हरेक कुराको विषयमा पनि होइन विकास निर्माणको उद्योगको क्षेत्रमा पनि यहाँको टेक्नोलोजी होइन यहाँको हरेक कुराहरू कति लगानीकर्ताहरू योभन्दा अगाडि मैले नै 2-3 जनाहरू भेटेको छु नेपालमा लगानी गर्न त चाहनुभएको तर नेपालको अवस्था होइन र यहाँबाट जाने त्यो तपाईँको कानुनी बाटोहरू चाहिँ एकदम झन्झटिलो छ। अर्को चाहिँ ब्रिफिङ हो कसरी ब्रिफिङ गरिएको छ अथवा झन्झटिलो छ क्या त्यो। अब त्यसलाई चाहिँ कम्तीमा पनि राजदूत आइसक्यो त्यसपछि कुटनीतिक त छुट्टै छँदैछ होइन। कुटनीतिक सँगसँगै यहाँको आर्थिक विकासलाई पनि नेपालसँग जोड्न पाइयो भने त्यसको लागि त कानुन त गाह्रो छ नि त। त्यो कानुन चाहिँ यो कानुनको कारणले गर्दाखेरि चाहिँ दक्षिण कोरियाको रोजगारदाताहरू नेपालमा रोजगारी के अरे सिर्जना चाहिँ गर्न चाहन्छन् उद्योगहरू खोल्न चाहन्छन् तर त्यसको लागि त कानुन यो कानुनले चाहिँ नदिँदो रहेछ। यो कानुन चाहिँ तपाईहरूले संशोधन गरेर यो कानुन चाहिँ बनाउन सक्ने खालको त्यति चाहिँ परिवर्तन गर्न सक्ने खालको चाहिँ आउनु पर्यो जस्तो लाग्छ मलाई। सबैको साझा व्यक्ति आउनु पर्यो। साझा त टोटली साझा उहाँ त आएपछि साझा हुनु पर्यो पहिलो कुरा। अब अहिले राष्ट्रसभाको सरकार छ राष्ट्रसभाकै मार्फतकै व्यक्ति आउने हुन् त्यसमा त 2 मात्रै छैन जति नै साझा जति नै जे भने पनि त्यो यी त सब भन्ने कुरा हुन्। तर त अनि एक्जाम लिएको छ त्यो एप्लिकेसन खोलाएको छ तपाईँले यसरी कसरी भन्न मिल्यो? होइन त्यो त एप्लिकेसन त तपाईँको हरेक ठाउँमा खुला अन्त खुला छ। तपाईँले नि हाल्न मिल्छ एप्लिकेसन? मजाले मिल्यो मेरो पनि योग्यता त पुग्छ। अब मलाई दिन्छ होला त मैले 1 नम्बर ल्याएँ भने त्यो त किन पार्टीको हिजोको आन्तरिक तपाईँको हेर्नु राष्ट्रपाले के भनेर होइन तपाईँलाई एउटै कुरा भन्नुहोस् यो त एकदम फेयर हुन्छ यो त एक्जाम अनुसार त्यो त तपाईँ हिजो तपाईँको लोकसेवा जस्तो हुने भन्दा तपाईँलाई एउटै सानो कुरै भनिदिन्छु। हिजो तपाईँको के अरे टिकट दिने बेलामा पनि त आन्तरिक उ गर्ने बेला त्यो त त्यहाँ तपाईँको नम्बरिङ जोडे होइन त्यो त कहीँ पनि बाहिर सार्वजनिक भयो नि यो पनि बाहिर त सार्वजनिक हुँदैन नि त। फेरि अहिले अब बागमती प्रदेशको पनि उहाँहरूको अधिवेशन त स्थगित भएको छ धेरै ठाउँको पनि भएको छ त्यसले नै तपाईँले बल पाउनु भएको त्यो भन्नलाई चाहिँ होइन। मैले चाहिँ एउटै कुरा के मात्रै भन्छु भन्दाखेरि साझा व्यक्ति बन्न सक्ने व्यक्ति आउनुहोस् र मैले अघि भने कोरियाको रोजगारदाताहरूलाई नेपालमा गएर उद्योग स्थापना गरेर नेपालीलाई रोजगारी दिइरहँदाखेरि त्यो चाहिँ कस्ता किसिमका कानुनी प्रावधानहरूले चाहिँ रोकिरहेको छ त्यो प्रावधान चाहिँ कम्तीमा पनि तपाईँको आओस् खुला गर्ने तरिकाले आओस्। किनभने कोरियनहरूले भियतनाममा कति कम्पनी छ हेर्नुहोस् त फिलिपिनमा कति कम्पनीहरू। अस्ति म भियतनाम जाँदाखेरि चाहिँ मैले के देखेँ भने तपाईँको जसरी यहाँ कोरियामा चाहिँ तपाईँको जुन टोलगेट राखेको हुन्छ टोलगेट त्यही अनुसार गरेको छ यिनीहरूकै लगानी हो। तपाईँको चाहिँ यहाँको जति बस सेवाहरू त्यही छ अनि हाइवेको स्ट्रक्चर एउटै छ क्या। किन भियतनामले त आफूसँग त फन्ड त गर्न सक्दैन भनेपछि यहाँको लगेर तपाईँ कति वर्षसम्म चाहिँ कर उठाउन दिएर भए पनि देश विकास गर्यो। त्यसपछि यहाँको तपाईँको कम्पनी किन भन्दाखेरि त्यहाँ त कामदार त सस्तोमा पायो नि त लेबर कस्ट सस्तो छ। यहाँको कम्पनीहरू तपाईँको त्यहाँ लगेर खोलिदिएको छ। तर नेपालमा नि अरू केही भएन त तपाईँको त चाहिँ एग्रिकल्चरमा त क्रान्ति हुन्छ नि त किन नेपालमा त तपाईँको त यहाँको कृषिको प्रविधिलाई मात्रै नेपालमा यहाँको कृषिको तपाईँको औजार प्रविधि नेपालमा लाने हो भने तपाईँको नेपाललाई एनफ यहाँ तपाईँको माटोमा फल्ने कुरा त नेपाल ढुङ्गामा फल्छ त्यस्तो उर्वर छ नि त हाम्रो त। त्यो भएको हुनाले त्योलाई चाहिँ यहाँको रोजगारदाताहरू लानको लागि र कानुनी व्यवधानहरूलाई चाहिँ हटाउन सक्ने खालको चाहिँ राजदूत हामीलाई चाहियो कुरा भयो होइन। र अब हामी अब अन्तिममा छौँ अन्तिम भनेको पनि धेरै भयो आज लामो पनि भयो तपाईँसँग त अब 10 दिन 10 रात बसे पनि सिद्धिँदैन किन भन्दाखेरि अब अनुभव पनि अथाह छ त्यहाँ माथि पनि अब हामी त एकदम साथी भएको नाताले पनि त्यो पनि भयो। अर्को विज्ञताको किन भन्दाखेरि राजनीतिक विद्यार्थी राजनीतिदेखि लिएर सामाजिक क्षेत्रमा पनि तपाईँको लामो योगदान रह्यो। र अन्तिममा अहिले चाहिँ नेपाली राजदूतावासले चाहिँ गर्नुपर्ने काम चाहिँ कस्तो गरिरहेको छ अथवा त्यहाँको चाहिँ एउटा लिमिटेसनहरू हुन्छ नि जुन त्यो कसरी देख्नु किन तपाईँ चाहिँ मजदुरको लागि मजदुर भन्ने तरिकाले हिँडिरहँदाखेरि म पनि महासचिवको रूपमा चाहिँ उम्मेदवारी दिँदै गर्दाखेरि चाहिँ हामीले शनिबार आइतबार अनि रातो बिदाका दिन चाहिँ एमबिसी खोल्नुपर्छ भन्ने कुराहरू राखेका थियौँ। तर होइन शनिबार आइतबार त मान्छे धेरै आउँदो रहन्छन् भन्ने किसिमबाट चाहिँ अहिले चाहिँ घुम्ती सेवाको नाममा चाहिँ तपाईँको धेरै कम भएको हो कि जस्तो पनि देखिएको छ। अनि अथवा अरू कुराहरू चाहिँ तपाईँले चाहिँ एउटा के देख्नु भएको छ र अन्तिममा मैले सोध्न अथवा चाहिँ भन्न छुट्याएको र हजुरलाई भन्न मन लागेको कुरा पनि राखिदिनु त्यसपछि आज हामीलाई इन्ड गर्छौँ यसलाई चाहिँ। हस् यस्तो छ अब दूतावासले गर्नुपर्ने कामहरूको सन्दर्भमा पहिले भन्दाखेरि अब यो सिस्टमेटिक रूपमा केही परिवर्तन त भएको छ भलै गर्नुपर्ने कामहरू अझै धेरै बाँकी नै छ। अब जस्तै किन भन्दाखेरि पहिलो कुरा त सूचना सङ्कलन अलिकति ऊ छैन फास्ट छैन
र समस्या समाधान गर्नलाई अलिकति स्लो छ कि त्यसलाई चाहिँ अलिकति तीव्र रूपमा अगाडि बढाउनु पर्यो र अन्त धेरै कुराहरू त अब बिस्तारै भन्दै जाउँला र अब मैले भन्न छुट्याउने त्यस्तो त छैन मैले बिचमा धेरै कुराहरू भनिसकेको छु अरूभन्दा पनि हामी प्रवासमा छौँ एकले अर्कालाई सहयोग गर्ने बानी बसालेर साँच्चीकै नेपाली एउटा हामी गोर्खाली भन्छौँ नेपालीको आफ्नो अस्तित्व पहिचानलाई चाहिँ एउटा भाइचाराको हिसाबले पनि एकले अर्कालाई सहयोग गर्ने बानी बसाल्नु भन्न चाहन्छु। हस् धन्यवाद सञ्जीवजी। आज हामी चाहिँ हानपास रेमिटेन्सको प्रायोजनमा कामदार दैनिकको प्रस्तुति कार्यक्रम उत्प्रेरणा अन्तर्गत सिजन 2 अन्तर्गत चाहिँ आज सञ्जीव राईज्यूसँग चाहिँ हामीले संवाद गऱ्यौँ र विशेष गरेर चाहिँ उहाँ चाहिँ दक्षिण कोरियामा लामो समयदेखि चाहिँ एउटा सामाजिक अभियन्ताको रूपमा एउटा सक्रिय व्यक्तिको रूपमा चाहिँ योगदान पुर्याइराख्नु भएको छ। पदमा हुँदाखेरि पनि पदमा नहुँदाखेरि पनि उहाँको सक्रियता एकदमै छ र आज हजुरले हामीलाई एकदम अमूल्य समय दिनुभएकोमा हजुरप्रति पनि हामी हार्दिक कृतज्ञता व्यक्त गर्दै बिदा लिन्छौँ। हस् यहाँलाई लगायत यहाँको सिङ्गो परिवार यो स्पोन्सर हानपास र यो कामदार दैनिकको यो कार्यक्रम मार्फत पनि जुन मैले मेरो कुराहरू र मेरो अनुभवहरू चाहिँ यहाँहरूको मार्फत यो जुन सेयर गर्ने अवसर पाएँ यसको लागि पनि तपाईँ लगायत तपाईँको यो सिङ्गो टिमलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। धन्यवाद सर। हस् लामो दाजुभाइ भएपछि अब